आज मैले 100 मेमोरिजको एक्सप्लेनेसन गर्न लागेकी छु। 100 मेमोरिजको एपिसोड 1 को सुरुवात एउटा रमाइलो पात्र गो यङ रेबाट हुन्छ। यङ रे एउटा स्थानीय बसकी एक अटेन्डेन्ट हुन्। उनी अलि क्लम्जी टाइपकी छिन्। उनलाई बसमा चढ्दा चक्कर आउने गर्छ। तैपनि उनी पैसा कमाउनको लागि बसमा अटेन्डेन्टको काम गर्छिन्। तर स्वभावले उनी निकै चियरफुल र सपना देख्न मन पराउने युवती हुन्। उनले काम गर्ने कम्पनीको नाम चङ ए ट्रान्सपोर्टेसन हो। यङरेले बसमा काम गर्दा एक दिन उनको बस छुट्छ। अनि बसमा भएकी एउटी युवतीले बसको ड्राइभरलाई बसमा भएको साइड मिररमा आफ्नो स्कार्फको सहायताले बस ड्राइभरको ध्यान आकर्षित गर्छिन् र यङरेलाई बसमा पुनः चढ्न मद्दत गर्छिन्। यही क्रममा उनको स्कार्फ बसको झ्यालबाट खस्छ। बसबाट ती युवती झर्दाखेरि यङरेले युवतीलाई आफ्नो कारण उनले आफ्नो स्कार्फ हराएकोले उनलाई पैसा दिन थाल्छिन्। तर ती युवतीले त्यो स्कार्फ धेरै महँगो भएर यङरेले त्यो स्कार्फ अफोर्ड गर्न नसकेको भनेर त्यहाँबाट पैसा नलिएर जान्छन्। केही समयपछि तिनै युवती यङरेले काम गर्ने ठाउँमा बस अटेन्डेन्टको रूपमा आउँछिन्। ती युवतीको नाम स जङ हुई हो, जो ढुक्क, कन्फिडेन्ट र अलि एनोइङ स्वभावकी छिन्। सँगै ट्रान्सपोर्टेसनको म्यानेजर मिस्टर नोले जङ हुईलाई कम्पनीको डर्मिटरीमा अन्य केटीहरूसँग परिचय गराउँछन्। त्यहाँकी लिडर कोन हेजा हुन्। उनले अरूलाई बुली गर्ने गर्छिन्। मिस्टर नोले जङ हुईको परिचय दिएपछि उनी त्यहाँबाट जान्छन् र जङ हुईले आफू लिडर कोन हेजाको उमेरको भएको कुरा गर्छिन्। यङरेको एजको हुन्छन्। लिडर कोन हेजाले जङ हुईले आफ्नो एजको लागि झुट बोलेको थाहा पाएपछि उनले जङ हुईलाई कति मन पराउँदैनन्। यङरेको सपना कलेज अटेन्ड गर्नु हुन्छ। त्यसैका लागि उनले खाली समय पाएपछि उनले फर्मल इङ्ग्लिस पढ्न थाल्छिन्। जङ हुईले यङरेले आफ्नो सपनाको लागि यति मेहनत गरेको देखेपछि उनी यङरेबाट इम्प्रेस हुन्छन्। भोलिपल्ट जङ हुई कम्पनीमा नयाँ बस अटेन्डेन्ट भएको कारणले उनलाई सिक्नको लागि मिस्टर नोले जङ हुईलाई यङरेसँग काम गर्न लगाउँछन्। काम गर्ने क्रममा यङरेले आफ्नो काम एकदमै सिपालु तरिकाले गरेको देख्दा जङ हुई यङरेबाट अझ प्रभावित हुन्छन्। यङरे आफ्नो काममा धेरै सिपालु छिन्। पैसा छिटो गर्न जान्ने, फेक टिकट्स पत्ता लगाउने र नियम तोड्ने यात्रुलाई कहिल्यै छुट नदिने खालकी छिन्। एकपटक त उनले एक विद्यार्थीलाई ठग्न प्रयास गर्दा पछ्याएर गलीसम्म त्यो यात्रुलाई फलो गर्छिन्। यही बीचमा हाम्रो अर्को पात्र प्रवेश गर्छ, जसको नाम हेन जे पिल हो। उनी एक शान्त र डिसिप्लिन युवक हुन्, जो घरको दबावले थिचिएको हुन्छ। उनको बुबा गोकबीले सधैँ पढाइमा उत्कृष्ट हुनको लागि जेपिलमाथि दबाव दिन्छन्। जेपिलको आइक्यू 140 भए पनि उनको ग्रेड्सहरू एकदमै कम हुन्छ र उनी एक वर्ष पछाडि पनि पढेका हुन्छन्। जेपिलको ग्रेड्स कम भएको कारणले उनको बुबालाई कति मन परेको हुन्न। जेपिलले उनको बुबालाई उनको धेरै ग्रेड आओस् भन्न चाहेको कुरा थाहा हुँदाहुँदै पनि उनी जाने बुझी कम ग्रेड ल्याउने गर्छन्। उनले आफ्नो घरमा आफ्नी बहिनी सेरीलाई धेरै माया गर्ने गर्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ। एक बिहान जेपिलको भेट यङरेसँग हुन्छ। यङरेमाथि एउटा केटाले काठले आक्रमण गर्ने बेला जेपिलले उनलाई बचाउँछन् र आफूसँग भएको आफ्नो जिमको जायन्ट टावल दिन्छन्। यङरेले जेपिलले उनको मद्दत गरेको देख्दा उनलाई जेपिलमाथि क्रस आउँछ। त्यही राति टिम लिडर हेजाले जङ हुई नयाँ भएको कारणले उनलाई बुली गर्न थाल्छिन्। उनले जङ हुईलाई कुरेर लिन टाढा पठाउँछिन्। यङरे पनि जङ हुईका साथ जान्छन्। जङ हुईले खाना ल्याएपछि त्यो डर्मिटरीमा भएका यङरे र जोही बाहेक सबै केटीहरूले त्यो खाना खान्छन्। जो केटीहरूले त्यो खाना खाएको हुन्छन् तिनीहरूको पेट बिग्रिन्छ। त्यो खाना जङ हुईले ल्याएको कारणले हेजाले जङ हुईमाथि त्यो खानामा केही औषधि मिलाएको आरोप लाउँछिन्। यसैबीच जेपिलले पनि अचानक बक्सिङ टुर्नामेन्टमा प्रतिस्पर्धीको रूपमा पठाइन्छ। उनले आफ्नो विगतका पीडा र क्रोधलाई शक्तिको रूपमा प्रयोग गर्छन् र विजेता बन्छन्। तर घर फर्किएपछि उनका बुबा रिसाउँछन्। उनका बुबा रिसाउनुको कारण जेपिलले उनको विरुद्ध पढाइ छोडेर बक्सिङमा लाग्नु हो र उनले
जेपिल माथि हात उठाउँछन्। फेरि जङ ट्रान्सपोर्टेसनमा फर्किँदा यङरेलाई थाहा हुन्छ कि खाना स्पाइक गर्ने जङहुई नभएर सुक्जा हुन्। सत्यता देखाउन यङरेले आफै नै त्यो औषधि खान्छन् र केही समयपछि उनको पेट बिग्रन थाल्छ। यो देखेपछि सुक्जा नै दोषी हुन् भन्ने कुरा सबै बस अटेन्डेन्टलाई थाहा हुन्छ। जङहुईले बाहिर गएर हेजासँग स्पष्ट रूपमा भन्छन्। अबदेखि उनीले अरू केटीहरूमाथि आदेश गर्न र आफ्ना पर्सनल कामहरू गर्न नलगाउने उनीसँग कुरा गर्छिन्। छतमा यङरे र जङहुई बीच मन खोलेर कुराकानी हुन्छ। यङरेले बताउँछिन्, म कोरियन लिटरेचर पढ्न चाहन्छु र आफू प्रोफेसर बन्ने चाहना व्यक्त गर्छिन्। तर आर्थिक अवस्था कमजोर भएको कारणले उनको यो सपना सजिलो छैन। जङहुईले पनि आफू एउटा एक्ट्रेस बन्ने चाहना व्यक्त गर्छिन्। दुवै बीचको यो संवादले उनीहरूलाई अझ नजिक ल्याउँछ। उनीहरू एकअर्काको साथी बन्न पुग्छन्, सँगै हाँस्छन् र हरेक बस यात्रापछि हाइफाइभ गर्छन्। तर त्यति बेला जेबिल पनि आफ्नै सङ्घर्षमा हुन्छन्। बुवाको क्रोधसँगै डेग्गु पनि उसँग रिसाएको हुन्छन्, किनकि जेपिलले उनको स्थान लिएर जितेका हुन्छन्। झगडा हुन्छ र अन्ततः दुवैलाई प्रहरीले पछ्याउँछ। भाग्दै गर्दा जेपिल एउटा सिनेमा हलभित्र छिर्छन् र त्यहाँ उनको भेट यङरे र जङहुईसँग हुन्छ। उनीहरूले जेपिललाई देख्दा कराउन लागेको देखेपछि जेपीले उनीहरूको मुखमा हात राखेर उनीहरूलाई चुप लगाउँछन्। यतिमै एपिसोड 1 को अन्त्य हुन्छ, नयाँ मित्रता, नयाँ प्रेम र सङ्घर्षका बीचहरूसँग। यदि हजुरहरूलाई यो एक्सप्लेनेसन राम्रो लाग्यो भने हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्नुहोला। कडा तर माया गर्ने। आज मैले यस भिडियोमा 100 मेमोरिजको एपिसोड 2 एक्सप्लेन गर्न लागेकी छु। एपिसोड 2 को सुरुवात हुन्छ जब जङहुईले जेपीलाई सिनेमाबाट निकालिरहेकी हुन्छन्। यसका परिणामस्वरूप उनी सिधै प्रहरीको हातमा पर्छन्। प्रहरीहरूले सबै विद्यार्थीहरूलाई समात्छन् र चौकीमा लगेर उनीहरूलाई राम्ररी चेतावनी दिन्छन्। तर यति मात्र होइन, त्यही बेला जेपिलका बुबा हाङ गी-वोकले चौकीमा प्रवेश गर्छन् र उनले त्यहाँ ठुलो सिन क्रिएट गर्छन्। उनी आफू हाङ गी-वोक भएको कुरा ठुलो आवाजमा सबैलाई भन्छन्। उता यङरे आफूलाई क्रस भएको केटासँग फेरि भेट गर्दा उनी पुरै स्तब्ध हुन्छन्। तर जङहुईलाई यो कुरा भन्दा पनि फिल्ममा बढी ध्यान हुन्छ। फिल्म सकिएपछि यङरेले सोध्छिन् त्यो केटा को हो भनेर, तर जङहुईले भन्छन् एउटा विकृत विद्यार्थी होला। तर यङरेलाई तिनी केटा विकृत विद्यार्थी होलान् भनेर विश्वास गर्न सक्दैनन्। सिन चेन्ज भएर डर्मिटरी कहाँ जान्छ। जङहुईले हेजालाई अरूसँग आफ्नो काम नगराउन भने तापनि हेजाले आफ्नो काम अरूसँग गराइरहेकी हुन्छन्। त्यो रात यङरेले मिठो सपना देख्छिन्। एउटी साथीको खुट्टा अँगालेर सुत्छिन्। बिहान सबैले उनलाई जिस्काउँछन्। जङहुईले यो कुरा नोटिस गर्छिन् र यङरे लगातार जान छ्यान टावेल हेरेर मुस्कुराइरहेकी हुन्छन्। सोध्दा उनले भन्छन् एउटा केटा हो, तर म उसलाई चिन्दिनँ र आफूले उमाथि क्रस भएको कुरा भन्छन्। यो कुरा सुनेपछि जङहुईले यङरेलाई जिस्काउन थाल्छिन्। उता विद्यालयमा डेग्गु र अरू विद्यार्थीहरूलाई अनुशासन समितिमा बोलाइन्छ। जेपिल चिन्तित हुन्छन्। यदि डेग्गुलाई सजाय भयो भने ऊ ठुलो बक्सिङ प्रतियोगितामा भाग लिन पाउने छैनन्। जब डेग्गुका गरिब बुबा खाना लिएर विद्यालय आउँछन्, जेपिलले त्यो खाना उसैलाई दिँदै भन्छन्, आज तिम्रो लागि विशेष दिन रहेछ। त्यो सुनेर डेग्गुका आँखामा आँसु आउन थाल्छन्। त्यही बेला 1982 आउटस्ट्यान्डिङ बिजनेस पर्सन अवार्ड कार्यक्रम हुन लागेको हुन्छ, जहाँ चिफ गेस्ट हाङ गी-वोक हुन्छन्। तर कार्यक्रम सुरु हुनै लाग्दा जेपिल त्यहाँ आइपुग्छन् र बुबालाई रोकेर भन्छन् कृपया डेग्गुलाई ननिकाल्नुहोस् भनी अनुरोध गर्छन्। तर उनको बुबाले यो कुरा मान्दैनन् अनि जेपिलले अरू कुनै उपाय नदेखेर आफ्ना बुबालाई धम्की दिन्छन्। यदि उनले डेग्गुलाई यो स्कुलबाट निकालेपछि उनको विरुद्ध प्रेसमा जाने कुरा गर्छन्। अन्ततः उनको बुबा मान्छन्। जेपिलले आफ्नो पढाइमा ध्यान दिने र हप्ताका 3 दिन बक्सिङ गर्न पाउने भनेर दुवैजनाले सम्झौता गर्छन्। अर्कातिर यङरे अझै पनि त्यो रहस्यमय केटाको खोजीमा हुन्छन्। उनी जायन्ट नाइट क्लब पुग्छिन्, तर त्यो गलत ठाउँ ठहरिन्छ। यसैगरी उनले आफ्नो डर्मिटरीको खाने टाइम छुटाउँछिन् र खाना पनि पाउँदैनन्।
र उनी निराश हुँदै डर्मिटोरीमा फर्किन्छन्। डर्मिटोरीमा फर्केर उनी जङहुईसँग भेट्छिन्, जहाँ उनले आफू बेवकुफ भएको कुरा गर्छिन् र साथै जङहुईलाई आफूलाई थप्पड हान्न भन्छिन्। तर जङहुईले हाँस्दै भन्छिन्, म तिमीलाई हान्दैन। त्यसपछि उनी दुवैजना यङरेको घरतिर जान्छन्। त्यहाँ हामी भेट्छौँ उनको परिवारलाई, साना र प्यारा भाइ बहिनीहरू यङबे र यङमी अनि आमा, कडा तर माया गर्ने। जङहुई जिज्ञासु भएर एउटा कोठामा जान्छन्। सोच्छन् यो कोठा यङरेको हो भनेर, तर त्यो कोठा उनका दाजु जङसिकको रहेछ। जब यङरेले भन्छन्, म अब नाइट स्कुल जान्छु, जङसिकले आफूसँग भएका आफ्ना पुराना किताब यङरेलाई दिँदै भन्छन्, यो किताबले तिमीलाई पढ्न मद्दत गर्छ। केही समयपछि डर्मिटोरीमा जङहुईको टेडी बियर खस्छ र त्यो टेडी बियर उनीसँग रहेकी अर्की साथीले उठाउँछिन्। त्यो टेडी बियर उनका साथीहरूले उठाएको देखेपछि जङहुई झर्केर बोल्छिन्, तर केही समयपछि उनले आफूले एक्टिङ गरेको भनेर आफ्ना साथीहरूलाई भन्छन् र उनका साथीहरूलाई राहत हुन्छ। तर बसमा उनले अचम्मको बानी देखाउँछिन्। कोही शङ्कास्पद मानिस देखिने बित्तिकै उनी टाउको झुकाउँछिन्। त्यो रात यङरेकी आमा कामबाट फर्कदै गर्दा उनी लड्छिन्। उनको ठेला टुक्रिन्छ, हात र घुँडामा चोट लाग्छ। ठेला पूर्ण रूपमा नष्ट हुन्छ। अझ 1 वर्ष किस्ता तिर्न बाँकी थियो। अब उनीहरू ठुला आर्थिक समस्यामा पर्छन्। आफू आर्थिक समस्यामा परेपछि यङरेले आफ्नो म्यानेजर मिस्टर नोसँग आफ्नो तलबको एडभान्स माग्छिन्, तर मिस्टर नोले उनको समस्या सुने पनि उनलाई एडभान्स दिँदैनन्। उनी निराश भएर आफ्नो आफन्ती कहाँ जान्छन्। तिनी आफन्तीले उनको बाबा मर्नुभन्दा अघि उनको बाबासँग पैसा उधारो लगेको थिए। जब उनले तिनी आफन्तीसँग आफ्नो बाबासँग लगेको पैसा फिर्ता माग्छिन्, तब तिनीहरूले आफूले कुनै पैसा उधारो नलगेको कुरा गर्छन् र उनको बेइज्जत गर्छन् अनि उनलाई त्यहाँबाट घर फर्कनको लागि भाडा दिन्छन्। यङरेले त्यो भाडा त्यही राखेर केही नभनेर जान्छन्। पानीमा भिज्दै उनले आफ्नो ठेला मर्मत गर्न खोज्छिन्। ठेला मर्मत गर्ने बेला उनको हातमा चोट पनि लाग्छ। उनलाई ठेला मर्मत गरेको देख्दा उनकी आमाले उनलाई देख्छिन् र आफ्नो आर्थिक अवस्था धेरै कमजोर भएको कारणले उनी रुन थाल्छिन्। त्यो राति यङरेले बस सफा गर्दाखेरि जङहुई उनीसँग आउँछिन् र आफूसँग भएको टेडी बियर उनलाई दिन्छिन्। यङरेले त्यो टेडी बियर खोल्दा उनी छक्क पर्छिन्। टेडी बियरको भित्र नोटहरूको गड्डी पो रहेछ। अनि जङहुईले भन्छिन्, यी पैसा लग र आफ्नो आमाको सहायता गर। यङरेले त्यो पैसा नलग्ने कुरा गर्छिन् अनि जङहुईले उनले पछि पैसा कमाएपछि त्यो पैसा फिर्ता दिन सक्छिन् भन्ने कुरा गर्छिन् अनि बल्ल यङरेले त्यो पैसा लग्छिन्। जङहुईको मित्रता देखेर यङरेको आँसु रोक्न सकिँदैन। उनीहरूले नयाँ ठेला किन्दा जङहुईले पनि परिवारसँगै आउँछिन्, तर बाहिर जङहुई दाजुको साथी पैसा लिएर आउँछन्, तर ढोकासम्म पुगेर फर्किन्छन् किनकि उनी आउनभन्दा अघि नै जङहुईले उनीहरूको सहायता गरिसकेकी हुन्छन्। एपिसोडको अन्त्यमा जेपिल अन्ततः सहमत हुन्छन् आफ्ना साथी सङचोलको 4 भर्सेस 4 मिटिङमा जानको लागि। तर जब उनी मिटिङका लागि पुग्छन्, त्यहाँ उनले यङरे र जङहुईलाई मिटिङका लागि आएको देख्छन्। अब के हुने हो? प्रेम, सङ्घर्ष र सपना सबैको कथा अब नयाँ मोडमा पुग्न लागेको छ। यदि हजुरहरूलाई यो भिडियो राम्रो लागेको छ भने हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। एपिसोड 3 को सुरुवात एकदम रमाइलो ग्रुप डेटबाट हुन्छ। यङरे अलि लजालुमा हिचकिचाउने देखिन्छन्, जबकि जङहुई चाहिँ खुलेकी र स्ट्रेट फरवर्ड हुन्छन्। तर जब यङरेको आँखा जेपिलसँग ठुकिन्छ, उनलाई लाग्छ यो त केवल संयोग हुनै सक्दैन भनेर, किनभने 2 एपिसोडभित्र एउटै मान्छे 3 पटक भेटिनु भनेको भाग्य होइन र। ग्रुप डेट निकै क्युट हुन्छ, जहाँ केटीहरूले राखेका वस्तुहरू उठाएर जोडी मिलाउँछन् र हेर्नुहोस् त, भाग्यको तीर सिधै लाग्छ जेपिल र यङरे माथि। साङचुल चाहिँ जङहुईका पार्टनर हुन्छन्। साङचुलले जङहुईको निडर व्यवहार देखेपछि उनी डराएर जेपिललाई उनीसँग आफ्नो पार्टनर साट्न भन्छन् अनि जेपिलले यो ग्रुप डेटमा आफू 1 घण्टा मात्र बस्ने कुरा गर्छन्। त्यसपछि सबै स्केटिङ रिङतिर जान्छन् र यसरी नै यो डबल डेट बन्छ।
बसमा जाँदै गर्दा यङरेलाई मोसन सिकनेस हुन्छ। त्यसैले जेपिलले उनको लागि झ्याल खोलिदिन्छन्। जेपिलले बसको बाटोको बारेमा सोध्दा यङरेले आफू बस एटेन्डेन्ट भएको कारणले उनले बसको बाटोको बारेमा सबै कुरा थाहा पाएकी हुन्छन् र जेपिलले बाटोको बारेमा सोध्दा उनले जेपिललाई बस कताबाट जान्छ भने सबै कुरा भन्छन्। अनि बल्ल उनलाई रियलाइज हुन्छ कि उनले आफू बस एटेन्डेन्ट भएको कुरा खुलासा गर्न लागेकी हुन्छन् र उनी चुप लागेर आफू बस एटेन्डेन्ट भएको कुरा लुकाउँछिन्। केही समयपछि तिनीहरू स्केटिङ रिङमा पुग्छन्। यङरे स्मार्ट भए पनि उनले स्केटिङ गर्न सकेकी हुँदैनन्, तर जोङ्मी चाहिँ एकदमै एक्सपर्ट चाहिँ स्केटिङ गरिरहेकी हुन्छन्। अचानक एउटा केटा आउँछ र जोङ्मीको ज्याकेट तान्छ। उनको ज्याकेट तानेकोले जोङ्मीले त्यो केटालाई इडियट भन्छन् र तिनीहरूको बीच झगडा हुन थाल्छ। झगडा धेरै अगाडि नबढोस् भनेर तिनी सबै त्यहाँबाट भाग्छन्। त्यसपछि तिनीहरू सबै मोमो खान जान्छन्। यङरे र जोङ्मीलाई समय बितेको थाहा नै हुँदैन। अनि उनीहरूलाई आफ्नो डर्मिटरीको कर्फ्यू लाग्ने समय नजिकिएको कुरा याद आउँछ र तिनीहरू त्यहाँबाट हतारमै आफ्नो डर्मिटरीका लागि जान्छन्। यङरे र जोङ्मीलाई त्यहाँबाट अचानक गएको देख्दा जेपिल र साङचुन अचम्म पर्छन्। अर्को बिहान हेजा डर्मिटरीमा मिस्टर किमसँग भेटेकोले खुसी भएर फर्किन्छन्। तर हामीलाई पछि थाहा हुन्छ तिनी मिस्टर किम त ठग नै रहेछन्। एउटै लाइन प्रयोग गरेर उनले सबै केटीहरूलाई जिस्काउने गर्छन्। अर्को दिन साङचुन र जेपिल यङरे र जोङ्मीलाई भेट्नको लागि तिनीहरूको विद्यालयको अगाडि पर्खिरहेका हुन्छन्। जेपिल र साङचुनलाई विद्यालयको अगाडि देख्दा केटीहरूले जेपिल यङरेलाई भेट्नको लागि आएको भनेर यङरेलाई जिस्काउँछन्। जेपिलले यङरे र जोङ्मीलाई जायन्ट बक्सिङ इभेन्टमा बोलाएका हुन्छन्, जहाँ जेपिलले बक्सिङ गरिरहेका हुन्छन्। लडाईँको बीचमा जोङ्मी रिङमै पुग्छिन् र रोइरहेको स्वरमा यो लडाईँ रोक्न आग्रह गर्छिन्। उनले त्यो लडाईँ देख्न सक्दैनन् किनभने उनको अतीतमा उनले पहिले हिंसा देखेकी हुन्छन्। जेपिललाई चोट लागेको भएर यङरे औषधि किन्न जान्छन्, तर उनले जेपिललाई त्यो औषधि दिन पाउँदैनन्। जेपिलले तिनलाई डर्मिटरीमा फर्काउँछन्, तर त्यो रात उनी आफै जोङ्मीको बारेमा सोच्दै रहन्छन्। उता यङरे घर पुग्दा आमा पार्क मानोक बेहोस भएर ढलिसकेकी हुन्छन्। एपिसोडभर हामीले देखेका थियौँ आमा थाकेका, दुःख पाएका र अब शरीरले साथ नदिएको अवस्थामा हुन्छन्। यङरेले आफ्नी आमालाई हस्पिटल पुर्याउनका लागि क्याब खोजिरहेकी हुन्छन्, तर उनले कुनै क्याब भेटाउँदैनन्। त्यही बेला जेपिल आफ्नो गाडी लिएर त्यहाँ आएका हुन्छन् र जेपिलले यङरे र उनकी आमालाई हस्पिटल पुर्याउँछन्। यङरेले आफ्नी आमालाई यस्तो अवस्थामा देखेपछि उनी काँपिरहेकी हुन्छन् र उनका आँखा रसाएको हुन्छ। त्यही बेला डाक्टर आउँछन् र उनको आमाको पेटभित्र चोट लागेको रहेछ भन्छन्। समयमै उपचार नगरेको कारणले उनको आमाको अवस्था गम्भीर भइसकेको हुन्छ, तर सौभाग्यवश अब उनी सुरक्षित छिन्। यो सुनेर यङरे राहतको आँसु झार्छिन्। यङरेले आफ्नो भाइ बहिनीलाई सम्हाल्नको लागि म रुन सक्दैन भन्छन्। अनि जेपिलले आफ्नो टोपी उनलाई दिन्छन् र भन्छन् रुनु छ भने यसभित्र रौ, कसैले थाहा पाउँदैनन्। यति भन्दै उनले आफ्नो नम्बर लेखेर जोङ्मीलाई दिन भन्छन्। यो एपिसोडले भावनात्मक रोलर कोस्टर बनाउँछ। यङरे र जेपिल बीचको सम्बन्ध अझ गहिरो हुँदै जान्छ, तर भाग्यले तिनीहरूलाई अझै पर धकेलिरहेको हुन्छ। अब हेर्न बाँकी छ एपिसोड 4 मा के हुन्छ। एपिसोड 4 को सुरुवातमा यङरेले आफ्नी आमाको ध्यान राख्नको लागि मिस्टर नोसँग आफ्नो शेड्युल चेन्ज गर्न बिन्ती गरिरहेकी हुन्छन्। तैपनि मिस्टर नोले स्टाफको अभाव भएको कारणले उनको शेड्युल चेन्ज नगर्न सक्ने भन्छन्। यो देखेपछि जोङ्मी सहित अरू साथीहरूले उनको शिफ्ट कभर गर्ने भनेर मिस्टर नोसँग भन्छन्। यसपछि जेपीले दिएको नम्बर यङरेले जोङ्मीलाई दिन्छन् अनि यङरे आफ्नी आमाको हेरचाह गर्नको लागि हस्पिटल जान्छन्। यङरेले आफ्नो परिवारको लागि दिनरात मेहनत गर्दा पनि उनकी आमा मानवकले आफ्नो छोरालाई घरको मुख्य सदस्य भएको भन्छन्। यो सुनेर यङरे एकदमै दुखी हुन्छन् र आफू को हो भनेर भावुक भएर आफ्नी आमालाई सोध्छिन्। यसको उत्तरमा उनकी आमाले उनी घरको जेठी छोरी मात्र हुन् भन्छन्। त्यही बेला उनको भाइ आउँछन् र यङरेले उनलाई घरको मुख्य सदस्य आमाको ध्यान राख भनेर त्यहाँबाट जान्छन्। अर्कातिर जोङ्मीले
यङरेको मद्दत गर्नको लागि उनको घर गएर उनको भाइ बहिनीहरूसँग मिलेर घरका कामहरू गर्छिन्। त्यही बेला यङरे आफ्नो घरमा आउँछिन् र त्यहाँ जोङहुईलाई देख्छिन्। अनि यङरेले जोङहुईलाई जेपिलले दिएको नम्बर उनलाई दिन्छिन्। जेपिलको नम्बर देखेपछि जोङहुईले यङरेलाई आफू डेटिङमा इन्ट्रेस्टेड नभएको कुरा भन्छिन्। अर्कातिर साङचुल र जेपिलले यङरेकी आमाको लागि हस्पिटलमा गिफ्ट ल्याउँछन् र जेपिलले यङरेलाई उनको नम्बर जोङहुईलाई दिएको छिन् कि नै भनेर सोध्छन् र यसको उत्तरमा यङरेले जोङहुई अहिले कुनै डेटिङको लागि इन्ट्रेस्टेड नभएको कुरा जेपिलसँग गर्छिन्। त्यही राति जेपिललाई ट्युसन पढाउने हिङले आफ्नी आमा मानवक हस्पिटलमा भएको कारणले आफ्ना भाइ बहिनीहरूलाई जेपिललाई ट्युसन पढाउने बेला आफूसँगै उनको घरमा ल्याउँछन्। यङमी र यङबेले जेपिलको ठुलो घर देखेर उनीहरू त्यो घरबाट प्रभावित हुन्छन्। जेपिलकी सानी बहिनी सेरीमाथि यङबेको क्रस हुन्छ। अर्कातिर यङरेले आफूले मन पराएको जेपिलले उनकी साथीलाई नै मन पराएको कुराले उनी दुखी हुन्छन्। उनलाई उनको भाइले दुखी भएको देख्दा उनले आफ्नो खुसीको लागि काम गर्न भन्छन्। यसपछि उनले जोङहुईले जेपिलको फ्याँकेको नम्बर उठाउँछिन् र आफै नै जेपिललाई कल गर्छिन्। उनको कल जेपिलकी आमाले उठाउँछिन् र जेपिल अहिले स्कुल गएको कुरा उनकी आमाले यङरेलाई भन्छिन्। त्यसपछि यङरे जेपिललाई भेट्नको लागि उनको घर जान्छिन्। तर जेपिल चाहिँ जोङहुईलाई भेट्नको लागि भिवाल्डी म्युजिक क्याफेमा जान्छन्। त्यहाँ जोङहुई र जेपिल भेट्छन्, जहाँ जेपिलले अलि हिचकिचाउँदै उनीसँग कुरा गर्छन्। उनले आफू यहाँ रेगुलर कस्टमर भएको भनेर जोङहुईसँग झुट बोल्छन्। खाने क्रममा उनले आफ्नी रियल आमा बितेको कुरा जोङहुईसँग गर्छन्। त्यसपछि उनीहरू गिफ्ट लिनको लागि डिपार्टमेन्ट स्टोरमा जान्छन्। तर त्यो त जेपिलका बुबा अध्यक्ष भएको स्टोर नै पर्छ। जेपिलको बुबा त्यहाँ पुगेपछि जेपिलका सबै झुटका खुलासा हुन्छ। जेपिलका बुबाले जेपिलकी आमा बितेपछि उनलाई पिट्ने गरेको कुरा पनि हामीलाई थाहा हुन्छ। जेपिलले त यो कुरा सानो हो भन्छन्, तर जोङहुईले चाहिँ यो कुराले जेपिलमाथि धेरै गम्भीर प्रभाव गरेको बुझिहाल्छिन्। यसपटक जेपिलले आफ्नो नम्बर आफै नै जोङहुईलाई दिन्छन् र म फेरि तिमीलाई भेट्न चाहन्छु भनेर जोङहुईलाई भन्छन्। त्यसैबीच साङचुल यङरेलाई उनको स्कुल अगाडि भेट्छन् र दुवैजना मोमो खान सँगै जान्छन्। मोमो खाँदै गरेको बेला यङरेले आफूले जति सक्दो जेपिलको बारेमा इन्फर्मेसन निकाल्छिन्। पछि यङरे डर्मिटरी फर्किन्छन् र उनका साथीहरूले खुसीका साथ उनको स्वागत गर्छन्। जोङहुई र यङरे छतमा गएर खाना खान बस्छन्, जहाँ जोङहुईले भन्छन् कि उनी फेरि जेपिलसँग भेट्नका लागि आमन्त्रित भएकी छिन्, तर उनी ढुक्क छैन भन्छन् र म पनि उनीसँग इमान्दार हुन सक्दैन भन्छन्। यङरेले भन्छन्, म तिम्रो सिफ्ट कभर गर्छु, तिमी निश्चिन्त भएर जेपिलसँग भेट्न जाऊ। उनी फेरि आफ्नै खुसी त्याग्छिन् र जोङहुईलाई सहयोग गर्न अघि बढ्छिन्। बाटोमा जेपिलको बसको टायर पङ्क्चर हुन्छ। उता जोङहुईले आफ्नो टोपी बिर्सेकी हुन्छन्, जुन युनिफर्मको लागि अनिवार्य हुन्छ। यङरेले जोङहुईको टोपी दिनको लागि उनी छिटछिटो दौडिन्छन् र अन्तमा भाग्यको खेल यस्तो हुन्छ कि जोङहुई बसबाट ओर्लिन्छन् र त्यही स्टपमा जेपिल पनि पर्खिरहेका हुन्छन्। दुवैको नजर मिल्छ। त्यसकै बीचमा यङरे पनि साइकलमा हतारिँदै पुग्छिन् र उनी दुवैलाई सँगै देख्छिन्। यतिमै एपिसोड 4 को अन्त्य हुन्छ। 100 मेमोरिजको एपिसोड 5 बस स्टपबाट सुरु हुन्छ, जहाँ जोङहुई जेपिललाई त्यहाँ देखेपछि अचम्म पर्छिन्। उनी जेपिललाई देख्ने बित्तिकै तुरुन्तै भाग्छिन्, जबकि यङरेले यो दृश्य टाढाबाट हेरिरहेकी हुन्छन्। जोङहुईले आफूले जेपिललाई धोका दिएको महसुस हुन्छ। उनले पहिले नै जेपिललाई साँचो कुरा बताएको भए उनलाई अहिले यसरी जेपिलबाट टाढा भाग्नु पर्दैन थियो भनेर उनी सोच्छिन्। अर्कातर्फ यङरेले आफूलाई काममा डुबाउँछिन्, तर मिस्टर नोबाट उनी गाली सुन्छिन्। मिस्टर नोले उनलाई गाली गर्नुको कारण जोङहुई कामबाट भाग्नु हो। यङरेले जोङहुईलाई सम्हाल्ने प्रयास गर्छिन्, तर बस सेवा तालिका निकै कडा भएकोले उनलाई सोच्ने समय नै मिल्दैन। यसबीच साङचुलले बसमा यङरेलाई देख्छन् र तुरुन्तै जेपिललाई यो ठुलो खबर बताउँछन्, तर जेपिललाई त्यो कुरा पहिले नै थाहा भएकाले त्यो कुरा खासै असर गर्दैन। साङचुलले आफूले यङरेलाई मन पराउने कुरा यङरेसँग गरौँ कि नगरौँ भनेर दुविधामा परेका हुन्छन्। जेपिलले आफूलाई काम गरेर बिजी राख्न प्रयास गर्छन्, तर उनले आफ्नो ध्यान केन्द्रित गर्न सक्दैनन्।
रातभरि उनले जोङहुईको बारेमा नै सोच्छन् र बिहानै बस टर्मिनल पुग्छन् जहाँ उनले जोङहुईसँग कुरा गर्छन्। अनि उनले भन्छन् कि जोङहुई बस अटेन्डेन्ट भएकी उनीले उनलाई कुनै फरक पर्दैन, तर जोङहुईलाई पर्छ। वास्तवमा उनी पहिलो पटक जेपिललाई भेटेर उनले जेपिललाई रोमान्टिक रूपमा मन नपराएको कुरा भन्न गएकी हुन्छन्। यङरेले जेपिलसँग आफू बस अटेन्डेन्ट भएको कुरा लुकाएकोले उनीसँग माफी माग्छिन्, तर जेपिलले जोङहुईबाट रिजेक्ट भएकोले उनी केही नबोलेर त्यहाँबाट जान्छन्। यसैबीच अघिल्लो एपिसोडमा देखिएको शङ्कास्पद व्यक्ति धेरै बस टर्मिनलहरूमा आइपुग्छ र जोङयुन नामकी महिलालाई खोज्दै हिँड्छ। उसले देखाएको फोटोमा अरू कोही नभएर जोङहुई हुन्छन्। अन्ततः ऊ जोङहुई टर्मिनलमा आइपुग्छ र यङरेलाई त्यो फोटो देखाउँछ। उनले त्यो फोटोमा जोङहुईलाई चिन्छन् र उनी शान्त भएर आफूलाई केही थाहा नभएको भन्छन्। यसै गरी जोङहुई खतरामा भएको कुरा स्पष्ट हुन्छ। जब जोङहुईलाई उनलाई एउटा मानिसले खोजिरहेको छ भन्ने कुरा थाहा हुन्छ, उनी डरले तुरन्तै आफ्नो सामान प्याक गर्न थाल्छिन्। उनलाई खोज्न गएको मानिस जोङहुईको दाजु भएको कुरा हामीलाई खुलासा हुन्छ र उनी निकै हिंसक स्वभावका छन्। जोङहुई आफ्नो दाजुको हिंसक स्वभावदेखि बच्नका लागि उनीसँग भागिरहेकी हुन्छन् र उनको पुरानो नाम जोङयुन थियो। यङरेले सुझाव दिन्छन् कि उनी केही समयसम्म लुकेर बसुन् र यो समयमा बिरामी भएको बहाना बनाएर उनले जोङहुईलाई आफ्नी आमासँग राखिदिन्छन्। तर त्यस रात यङसिकले भिन्न सुझाव दिन्छन्। उनले भन्छन् भागेर केही हुँदैन, समस्याको सामना गर्नुपर्छ। जोङहुईले उनका कुरा मनमा राख्छिन् र आफ्नो कामको लागि फिर्ता जान्छन्। दुर्भाग्यवश उनका दाजु त्यही आउँछन् र उनलाई हान्न खोज्छन्। यङरेले हिम्मत देखाउँछिन् र जोङहुईका दाजुमाथि प्रहार गरेर जोङहुईलाई बचाउँछिन्। दुवै केटीहरू मिलेर बस स्टेसनबाट बस चढ्छन् र त्यहाँबाट भाग्छन्, तर जोङनाम बाइक चढेर पछि पछि आउँछन्। अन्ततः जोङहुई पैदल भाग्छिन्। जेपिल र साङचुनले यो दृश्य देखिरहेका हुन्छन्। उनीहरूले यो दृश्य देखेपछि तिनी दुवैजना जोङनामसँग लड्न थाल्छन्। जेपिलको बक्सिङ पृष्ठभूमिका कारण उनी जित्छन्, तर अन्ततः त्यो झगडामा सामेल भएका सबैजना पुलिस स्टेसनमा पुग्छन्। अनि हामीलाई थाहा हुन्छ कि जोङनामको पहिलेदेखि नै धेरै क्रिमिनल रेकर्ड छन्। उनले आरोप लगाउँछन् कि जोङहुईले उनको पैसा चोरेकी हुन्, तर वास्तवमा उनले नै जोङहुईको कमाई जुवामा हारेका हुन्। अन्ततः जोङनाम पुलिस कैदमा हुन्छन्। यसैबीच यङसिक आफ्नी बहिनीलाई लिनको लागि पुलिस स्टेसनमा आउँछन्, तर उनले त्यहाँ जेपिललाई देखेर उनी अचम्म पर्छन्, किनभने उनी जेपिलका ट्युटर हुन्। जोङहुई रुँदै त्यहाँबाट भाग्छिन्, तर जेपिलले उनलाई पछ्याउँछन्। जोङहुईको अतीतको कुरा सबैलाई थाहा भएपछि उनी लजाउँछिन्, तर जेपिलले उनलाई सान्त्वना दिन्छन्। उनले भन्छन्, मलाई तिम्रो विगतको कुराले कुनै मतलब छैन। यदि प्रेम सम्भव छैन भने कम्तीमा मलाई साथीको रूपमा हेर। जेपिलले भन्छन् कि उनले जोङहुईको बारेमा सोच्न छोड्नै सक्दैनन्। उनको प्रेम एकतर्फी मात्र हो भन्ने उनलाई स्पष्ट छ भनेर जोङहुईलाई भन्छन्। बिचारी यङरे, जसले आफ्नो मन पराउने मान्छेलाई आफ्नो सबैभन्दा प्रिय साथीको पछि लाग्दै देख्छिन्। उनको मुटु पोल्छ र उनले आफ्नो आँसु पनि रोक्न सक्दैनन्। परीक्षा सकेर र राम्रो निद्रापछि जोङहुई फेरि उत्साहित हुन्छन्। उनले यङरेलाई पनि जेपिलसँग भेट्न बोलाउँछिन्। सुरुमा उनी हिचकिचाउँछिन्, तर पछि उनी जेपिल र साङचुन सबैजना एकैसँगै साइकल यात्रामा जान्छन्। उनीहरू ढुङ्गा उछाल्ने खेल खेल्छन् र राम्ररी नुडल्स खान्छन्। अचानक पानी पर्छ र सबै छुट्टिन्छन्। साङचुक र जोङहुईले यङरेका बारेमा कुरा गर्छन्, जहाँ साङचुनले भन्छन् कि यङरेले उनलाई मन पराउँदैनन्। यो सुनेपछि जोङहुई अचम्म पर्छिन् र उनलाई महसुस हुन्छ कि उनकी साथी यङरेले जेपिललाई मन पराउने गर्छिन्। अर्कातिर यङरे र जेपिल सँगै हुन्छन्। उनीहरू च्युइङगम खाँदै हुन्छन्। त्यही बेला क्लोज टु यु भन्ने गाना बज्छ र यङरेलाई लाग्छ यो एउटा भाग्यको सङ्केत हो, किनभने उनले पहिलो पटक जेपिलसँग भेट्दा पनि यही गीत बजेको हुन्छ। अनि यङरेले हिम्मत गरेर भन्छन्, त्यो गलीमा र चलचित्र हलमा जसलाई तिमीले बतायौ त्यो म नै थिएँ। साथै यङरेले भन्छन् कि उनले जेपिललाई मन पराउने गर्छिन् र आफूलाई एउटा मौका दिने आग्रह गर्छिन्, तर उनले यो सब कुरा केवल आफ्नो एकतर्फी प्रेमलाई अन्त्य गर्नका लागि भनेकी हुन्छन्, किनकि उनलाई थाहा छ
जेपिलले उनकी साथी जोङहुईलाई मन पराउने गरेका हुन्छन्। केही समयपछि यङले अर्को अटेन्डेन्टको शिफ्टमा काम गर्छिन्। यसबीच जोङहुईले उनको लकर खोलेर भित्रको जायन्ट स्यान्ड टावेल देख्छिन्, जसले स्पष्ट हुन्छ कि यङले साँच्चीकै जेपिललाई मन पराउने गर्छिन्। त्यसै बेला हामी फेरि बसमा फर्कन्छौँ, जहाँ यङले सवार छिन्। दृश्य धमिलो हुन्छ, तर देखिन्छ कि कसैको दुर्घटना भएको हुन्छ। सायद बसमा बढी भिडका कारण कोही तल खसेको हुन्छ, अनि प्रश्न रहन्छ कि त्यो व्यक्ति यङले नै हुन् कि? एपिसोड 6 को सुरुवात एउटा ठूलो सस्पेन्सबाट हुन्छ। सबैलाई लागेको थियो कि बस दुर्घटनामा यङले परेकी थिइन्, तर त्यो बस दुर्घटनामा यङले नभएर अर्कै बस अटेन्डेन्ट हेजा गम्भीर घाइते भएकी हुन्छन्। टर्मिनलमा बस दुर्घटना भएको खबर पुग्छ। सबै महिला अटेन्डेन्टहरू दौडिन्छन्। यङले पनि सिधै अस्पताल पुग्छिन्। उनले त्यहाँ देख्छिन् कि हेजेको खुट्टा काटिएको हुन्छ। हेजेले आँसु झार्दै सर्जरीको पैसा कसरी जुटाउने भनेर यङलेसँग कुरा गर्छिन्, अनि यङले कम्पनीसँग कुरा गरेर उनको एक्सिडेन्टको लागि क्षतिपूर्ति कम्पनीसँग कुरा गर्छु भनेर हेजालाई आश्वासन दिन्छिन्। यङले मिस्टर नो र सँगैसँग हेजाको एक्सिडेन्टको क्षतिपूर्ति बारे कुरा गर्दाखेरि मिस्टर नोले यो एक्सिडेन्ट हेजाले आफ्नो लापरवाहीले भएको भन्छन् र यसको जिम्मा कम्पनीले उठाउने छैन भनेर यङलाई भन्छन्। यङले मिस्टर नोले क्षतिपूर्ति नतिर्न भनेपछि उनी दुखी हुन्छन्, तर उनले हिम्मत हार्दैनन्। उनले कम्पनीमा काम गर्ने सबै केटीहरूलाई जम्मा गर्छिन् र तिनीहरू सबै मिलेर आन्दोलन गर्न लाग्छन्, र तिनीहरूले यो आन्दोलन कम्पनीले हेजाको एक्सिडेन्टको लागि पैसा तिरेपछि मात्र बन्द गर्ने कुरा मिस्टर नो सामु गर्छन्। तिनी केटीहरूले आन्दोलन गरेको कुरा हेड अफिससम्म पुग्छ र हेड अफिसका मानिसहरूले मिस्टर नोलाई फायर गर्ने कुरा गर्छन्, र मिस्टर नोले आन्दोलनमा भएका केटीहरूलाई यदि उनीहरूले काम गर्न अहिले लागेनन् भने तिनीहरूलाई फायर गर्ने कुरा भन्छन्। उनका यो कुरा सुनेपछि धेरै जस्ता केटीहरूले यो जब बाहेक अरू अप्सन नभएको कारणले तिनीहरू काममा फिर्ता जान्छन्। यङले निराश हुन्छन् र आफ्ना भाइ र जङहुनसँग कानुनी कुराको लागि सल्लाह लिन जान्छन्, अनि जङहुनले उनीहरूसँग मजदुर अधिकार छ र उनीहरूलाई डराउनु पर्दैन भन्छन्। तिनी दुवैजनाको बन्धन एकदमै प्यारो हुन्छ। जङहुनले उनलाई अग्ली भनेर जिस्काउँछन्, तर वास्तवमा उनले यङको सधैँ सहयोग गर्ने र उनलाई लाइक गर्ने गर्छन्। जङहुनले यङलाई टर्मिनलमा छोड्छन् र केटाहरूले मिलेर प्रेसलाई यङको आन्दोलनमा सामेल गर्छन्। पत्रकारहरूलाई देखेपछि मिस्टर नो चिन्तित हुन्छन् र तिनले कुनै बाटो नदेखेर हेजाको सर्जरीको बिल तिर्न तयार हुन्छन् र साथै तिनलाई क्षतिपूर्तिको लागि पैसा पनि दिन्छन्। सबै केटीहरूले मिलेर यो गुड न्युज हेजालाई सुनाउँछन् र हेजा यो न्युज सुनेर अलि राहतको सास लिन्छन्। साथै मिस्टर किङ अर्को दोङजिन ट्रान्सपोर्टेसनमा सिफ्ट भएको कुरा हामीलाई थाहा हुन्छ। यो कुरा सुनेपछि जङहुन दुखी हुन्छन्। जङहुनले मिस्टर किमसँग उनी सर्न लागेको कुरा गर्दा मिस्टर किमले उनी एउटा टाइम पास मात्र हुन् भनेर भन्छन्। मिस्टर किमका यिनी कुरा सुनेपछि जङहुन एकदमै निराश हुन्छन् र उनले हिम्मत हार्छिन्। अर्कातिर जङहुनले बिदाको दिन जेपिलसँग भेट्छिन्। तिनीहरू थीम पार्कमा घुम्छन् र साथै भिवाल्डे क्याफेमा कफी खान्छन्। जेपीले जङहुनलाई जुत्ता गिफ्ट गर्छन्। त्यो जुत्ता नयाँ भएको कारणले जङहुनको खुट्टामा फोका उठ्छ। जङहुनको खुट्टामा फोका उठेको देखेर जेपीले उनको खुट्टामा उन प्लस लाउँछन्। जेपीले जङहुनको खुट्टामा उन प्लस लाउँदाखेरि उनलाई जेपील र आफू कहिले म्याच नभएको कुरा महसुस हुन्छ र उनले हाम्रो रिलेसनसिपमा धेरै बाधा छ भन्छन् र जेपीलसँग आफ्नो नाता तोड्छिन्। जेपीलसँग आफ्नो रिलेसनसिप ब्रेक भइसकेपछि उनी त्यहाँबाट दुखी भएर जान्छन्। त्यसपछि उनी यङले कहाँ जान्छन् र उनले आफ्नो आँसु थाम्न सक्दैनन्। उनी यङको काँधमा आफ्नो टाउको राखेर रुन्छन्। अर्को हप्ता मिस्टर नोले यङले आन्दोलनमा सामेल भएको कारणले उनलाई देखि खान सकेको हुँदैनन्। त्यसैले उनले यङमाथि झुटो चोरीको आरोप लगाएर उनले यङमाथि हात हाल्छन्। यङले आफूलाई बचाउने क्रममा जङहुई त्यहाँ आइपुग्छिन्। जङहुईले त्यहाँ मिस्टर नोले यङमाथि आक्रमण गरेको देखेपछि उनले आफूसँग भएको कलम मिस्टर नोको काँधमा घोच्छिन्। यो दृश्य देखेपछि यङले जङहुईलाई त्यहाँबाट भाग्न भन्छन्। जङहुई पहिले त त्यहाँबाट भाग्न तयार हुँदैनन्, तर यङले धेरै आग्रह गरेपछि उनी त्यहाँबाट रुँदै जान्छन्। यङले त्यहाँ घुँडा टेकेर बस्छन्। त्यही बेला जेपील आउँछन् र
यङरेलाई यस्तो अवस्थामा देखेर उनी अचम्म पर्छन्। सिन चेन्ज भएर 7 वर्ष भविष्यमा जान्छ। यो समयमा यङरे बस एटेन्डेन्ट नभएर उनी एउटा ब्युटी सलुनमा हेयर स्टाइलिस्टको रूपमा काम गर्छिन्। साथै उनको जेपिलसँग सम्बन्ध राम्रो भएको कुरा हिन्ट गरिन्छ। यतिमै एपिसोड 6 को अन्त्य हुन्छ। एपिसोड 7 को सुरुवात वर्तमानको समयदेखि हुन्छ, जहाँ जेपिल अहिले यङरेसँग भेट गरिरहेका हुन्छन्। लास्ट एपिसोडमा हामीलाई जेपिल र यङरे रिलेसनसिपमा भएको जस्तो लाग्छ, तर तिनीहरू वास्तवमा साथी मात्र रहेछन्। जेपिल अहिले यङरे काम गर्ने हेयर सलनमा हेयरकटका लागि आएका हुन्छन्। जेपिलको हेयरकट भइसकेपछि यङरे र जेपिल खाना खानको लागि सँगै बाहिर जान्छन्, जहाँ तिनीहरूले एकअर्कासँग राम्रो समय बिताउँछन्। तैपनि तिनीहरूलाई जोङहुईको सम्झना आइरहेको हुन्छ। हामीलाई थाहा हुन्छ कि जेपिल अहिले एउटा मेडिकल स्टुडेन्ट हुन्। साथै उनका बुबा पनि उनी काम गर्ने हस्पिटलमा भर्ती भएका हुन्छन्। समय परिवर्तन भइरहन्छ। जेपिलका बुबा एक टाइममा धनी मानिस थिए भने अहिले उनको डिपार्टमेन्ट स्टोर फेल भएर एउटा गरिब मानिस बनेका छन्। जेपिलको बुबाले उनको डिपार्टमेन्ट स्टोर फेल भएको थाहा पाएपछि उनी फेन भएका हुन्छन्। यसैगरी उनी धेरै समयदेखि हस्पिटलमै भर्ती छन्। तिनीहरूको कठिन समयमा मानोकले त्यो परिवारलाई सम्हालिन्, घर घर गएर सामान बेचिन्। रोचक कुरा के हो भने उनलाई यस्तो आत्मविश्वास दिनेको श्रेय यङरेकी आमालाई जान्छ। गिभोक अर्थात् जेपिलका बुबा अझै बिरामी छन्, तर यङरेले उनीमाथि त्यस्तो माया र सम्बन्ध देखाउँछिन् जुन जेपिल र मानोकले पनि देखाउन सक्दैनन्। अर्कातिर यङरेकी आमा अझै पनि यङगेन मार्केटमा काम गर्दैछिन्। उनका बच्चाहरू अब ठुलो भइसकेका छन्। उनी अझै पनि मेहनती छिन्, तर अब ढल्ने ठक्कर खाने दिन सकिएका छन् जस्तो देखिँदैन। उनी अझै पनि जेपिलकी आमासँग राम्रो साथी छिन्। यङरे अहिले होसुक र जोङहुनसँगै माथिल्लो अपार्टमेन्टमा बस्ने गर्छिन्। अहिले होसुककी एउटी प्यारी छोरी सुजिन पनि छिन्। यन्सिकको नाम उनको परिवारको रेस्टुरेन्टमा लेखिएको हुन्छ, तर उनी अहिले इन्टरनेसनल स्तरमा काम गर्ने गर्छन्। उनी अहिले न्यायाधीश बन्ने तालिममा छन् र उनको काम र सिपले सिनियर न्यायाधीशहरू प्रभावित छन्। यङसिक र यङरेको तलब मिलाएर उनको परिवारले अहिले जीविकोपार्जन गरिरहेका छन्। त्यो रात जेपिलले यङरेलाई कल गर्छन् र मेडिकल विद्यार्थीहरूको डिनरमा बोलाउँछन्। जेपिलले भन्छन् कि उनलाई यो डिनरमा आफ्नो डेट ल्याउने आवश्यक छ, र यो कुरा सुनेपछि यङरेसँग बस्ने उनका साथीहरूले तिनी दुवैजनालाई सँगै ल्याउने प्रयास गर्छन्। साथै जेपिलले पनि यङरेलाई मन पराएको यो सिनमा हिन्ट गरिन्छ। यङरेले जेपिललाई लाइक गरे पनि उनले पहिले जोङहुईले जेपिललाई लाइक गरेको कुराले अगाडि बढ्न हिचकिचाउँछिन्। त्यही बेला उनले जोङहुई जस्तै एउटी केटीलाई देख्छिन् र तिनलाई पछ्याउँछिन्। तिनी पछि गएपछि त्यो केटी जोङहुई नभएको उनलाई थाहा हुन्छ र उनी दुखी हुन्छन्। यही क्रममा यङरेले आफ्नो खुट्टामा चोट लाउँछिन् र जेपिलले उनलाई चोट लागेको देख्दा उनले आफ्नो मेडिकल डिनर छोडेर उनको मद्दत गर्छन्। यसैबीच जोङह्युन अमेरिकाको यात्रा सकेर साउथ कोरिया फर्केका हुन्छन्। जोङह्युनले यङरेसँग भेटेर उनी अहिले ब्युटिफुल भएको कुरा गर्छन्। जोङह्युन आएपछि यङरे र जेपिलको बीच अवस्था अलि अक्वर्ड हुन्छ र यङरेले जेपिललाई दिनको लागि ल्याएको गिफ्ट उनले दिन सक्दैनन् र यङरे त्यहाँबाट जान्छन्। यङरे गइसकेपछि जोङह्युन, जेपिल र यङसिकले ड्रिङ्क गर्छन्। यसै क्रममा जेपिल र जोङह्युन ड्रिङ्कको लागि कम्पिटिटिभ हुन्छन् र धेरै ड्रिङ्क गर्छन्। तिनीहरू धेरै ड्रङ्क भएपछि यङसिकले जोङह्युन र जेपिललाई आफ्नो घरमा लग्छन्। बिहान भएपछि जोङह्युन र जेपिलले यङरेको परिवारसँग नास्ता गर्छन्। त्यसपछि जेपिल साङसुलसँग नै हस्पिटल जान्छन् अनि जेपिलले यङरे र आफू साथी मात्र नभएको कुरा साङसुलसँग गर्छन्। यो सुनेपछि साङसुल आश्चर्यचकित हुन्छन्। अर्कातिर स्यालोनमा एउटा भिभिआइपी कस्टमर आएकोले तिनको स्यालोन एकदमै बिजी हुन्छ। केही समयपछि भिभिआइपी कस्टमर आउँछिन् र तिनी भिभिआइपी कस्टमर अरू कोही नभएर जोङहुई हुन्छन्। जोङहुईलाई अहिले देखेपछि यङरे चकित र स्तब्ध हुन्छन्। जोङहुई र यङरेले एकअर्काको आँखामा हेर्छन् र यतिमै यो एपिसोडको अन्त्य हुन्छ। एपिसोड 8 को सुरुवात 7 वर्ष अघि बस स्टेसनमा हुन्छ। यहाँबाट हामीले जोङहुईको कथा फलो गर्छौँ। उनी चिसो मौसममा रोइरहेकी हुन्छन्। त्यति बेला यङसिकले उनलाई भेट्छन् र सियोल जाने टिकट किनिदिन्छन्। साथै यङसिकले आफूसँग भएका सबै पैसा
जङहुईलाई दिन्छन् र तिनलाई बसमा चढाउँछन्। सियोल पुगेपछि जङहुईले होटलमा च्याम्बरमेडको रूपमा काम गर्छिन्। त्यही होटलमा बस्ने एक महिलाले आफ्नो जीवन सकाउने सोचेकी हुन्छन् र यो कुरा जङहुईले बुझ्छिन् र तिनी महिलालाई सधैँ एउटा सानो नोट र खाना पठाउन थाल्छिन्। तर एक दिन जब तिनी महिलाले जङहुईले लेखेको नोटको सट्टामा एउटा नोट फिर्ता गर्छिन् तब जङहुईलाई केही गलत हुन लागेको महसुस हुन्छ। जङहुईले जेनतेन मास्टर कीको सहायताले तिनी महिला बसेको रुम खोल्छिन् र तिनी महिलालाई खाली खुट्टै झ्यालबाट हाम फाल्न लागेको अवस्थामा भेटाउँछिन्। उनले आफ्नो आमा बुबाको मृत्यु र जीवन कहिलेकाहीँ सजाय झै लाग्छ भनेर भन्छन्। जङहुईका यिनी कुरा सुनेर तिनी महिलाले झ्यालबाट हाम फाल्ने निर्णय त्याग्छिन्। तिनी महिला साधारण होइनिन्, उनी एक प्रभावशाली चेयरवुमन हुन्। उनले जङहुईलाई आफ्नो छोरी चाहिँ ट्रिट गर्छिन्। चेयरवुमनले उनलाई महँगा कपडा, भोज र माया दिन थाल्छिन्। उनलाई लाग्छ जङहुई भगवानले आफूसँग पठाएको आशीर्वाद हुन्, किनकि उनले पनि पहिले डिप्रेसन र आफूलाई चोट पहुँचाउने सोचेकी थिइन्। त्यसपछि चेयरवुमनले जङहुईलाई आधिकारिक रूपमा एडप्ट गर्छिन्। तर अब जङहुईले आफ्नो पुरानो जीवनको बारेमा केही पनि कुरा गर्न पाउँदैनिन्। साथै पुराना चिन्जानसँग कुनै पनि सम्पर्क राख्ने पनि मनाही छ। सिन चेन्ज भएर अहिलेको समयमा आउँछ। जङहुईले अहिले पनि पुराना चिन्जानका मानिसहरूसँग कुनै कन्ट्याक्ट राख्दैनिन् र उनले स्यालोनमा काम गर्ने गरेकी यङरेलाई देखे पनि उनलाई नचिन्ने नाटक गर्छिन्। स्यालोनमा काम गर्ने एक महिलाले उनको सामु कैची खसाल्छिन्। कैची देखेपछि उनलाई प्यानिक अट्याक आउँछ। मिस्टर नोसँग भएको घटनाले उनलाई अहिले पनि तर्साउँछ। कुनै पनि धारिलो सामान देखेपछि जङहुई प्यानिक गर्छिन्। कामपछि यङरेलाई चेयरवुमनको घर बोलाइन्छ। त्यहाँ जङहुई एकदमै फरक देखिन्छन्। उनी दौडिँदै आउँछिन् र यङरेलाई अँगालो हाल्छिन्। धेरै समयपछि यङरे र जङहुईले एकअर्कालाई देखेर खुसी हुन्छन् र उनीहरूले रमाइलोसँग आफ्नो समय बिताउँछन्। चेयरवुमन अहिले मिटिङको लागि सहर बाहिर गएकी हुन्छन्। यङरे र जङहुईले चिया पिउँदै गफ गर्छन् र आफ्नो विगतको समयको सम्झना गर्छन्। गफमा जङहुईले तिनी दुवैजनाको भाइब चेन्ज भएको भन्छन्। साथै यङरे अझै कुल भएको कुरा गर्छिन्। हामीलाई थाहा हुन्छ कि जङहुई अहिले कलेजमा छिन्, जहाँ उनले घोडा सवारीको बारेमा पढ्दै छिन्। तर यङरे अहिले कलेज जाँदैनिन्। उनलाई अहिले परिवार सम्हाल्नु पर्छ र पैसा पनि छैन। उनले अहिले रातको कक्षा लिने सोच्दैछिन्। यङरे जाने बेला जङहुईले आफ्नो डायरी दिन्छिन्, जसमा उनले आफूले यङरेले सम्झिने बेला उनको बारेमा लेखेकी हुन्छन्। जङहुईले यङरेलाई अँगालो हाल्दै भन्छन्, मैले तिमीलाई धेरै मिस गरेँ। घर फर्कने बसमा यङरेले जङहुईले दिएको डायरी पढ्छिन्। पढ्दै गर्दा यङरेको आँसु रोकिँदैन। उनले बुझ्छिन् कि जङहुई अझै अतीतका पीडाबाट मुक्त हुन सकेकी छैनिन्। भावनाले भारी भएर उनी बसबाट बीच बाटोमै झर्छिन्। फ्ल्यासब्याकमा देखाइन्छ मिस्टर नोले आफ्नो कम्पनीमा 10 वर्षदेखि पैसाको ठगी गरिरहेका छन्। यङरेले कार्यालयमा मिस्टर नोले गरेको ठगीको प्रमाण भेटाएकी हुन्छन् र उनले यस प्रमाणको प्रयोग गरेर मिस्टर नोलाई ब्ल्याकमेल गर्छिन्। उनले भन्छन् कि यदि मिस्टर नोले जङहुईले उनीमाथि गरेको हमला पुलिसलाई भन्नेछन् भने उनले पनि मिस्टर नोको पैसा ठगीको कुरा पुलिसलाई भन्नेछिन्। त्यसैले मिस्टर नोले जङहुईले उनीमाथि गरेको हमला कसैलाई भनेको हुँदैनन्। यसैगरी त्यो घटना सबैसँग लुकेको हुन्छ। अर्कातिर धेरै समयपछि जङहुई यङरेकी आमाको रेस्टुरेन्टमा जान्छन्, जहाँ उनले मानोक, ट्विन्स र होसुकसँग भेट्छिन्। तर सबैभन्दा ठुलो सरप्राइज उनी फेरि यङसिकसँग भेट्छिन्। जङहुई र यङसिक ड्रिङ्क गर्नका लागि सँगै जान्छन्, जहाँ जङहुईले यङसिकलाई ह्यान्डसम भएको भन्छन्। उनले भन्छन्, यङसिक तिमीले मेरो जीवन बचायौ। दुवैले एकअर्कासँग मन खोलेर कुरा गर्छन्। तर घर फर्किएपछि फेरि एउटा ट्विस्ट आउँछ। चेयरवुमन घर फर्किएकी हुन्छन् र उनले जङहुईलाई डेटमा पठाउने योजना बनाएकी छिन्। तिनी केटाको नाम हो जो ह्योन ऊ। दुवै होटलमा भेट्छन्, तर माहौल असजिलो र फर्मल हुन्छ। जङहुईलाई यो डेटमा कुनै रुचि हुँदैन। उनी चुपचाप बस्छिन् र पछि उनलाई ड्राइभरले घर छोड्छन्। तर त्यो ड्राइभर अरू कोही नभएर मिस्टर किम हुन्, जोसँग होङहुईले बस अटेन्डेन्टको रूपमा पहिले काम गरेकी थिइन्। मिस्टर किम पहिले झै नै अहिले पनि प्लेबोय छन्। बाटोमा उनीहरूले युनिभर्सिटी हस्पिटल पार गर्छन् र जङहुईले अचानक निर्णय गर्छिन् कि म जेपिललाई भेट्नेछु। जङहुईले जेपिलका लागि
उनको हस्पिटलको बाहिर पर्खेकी हुन्छन्। त्यही बेला यङरे आउँछिन् र जेपिललाई उनको केही सामान दिन्छन्। दुवैजना प्ले फाइट गर्दै हाँसिरहेका हुन्छन् र जङहुईलाई त्यो दृश्यले रोक्छ। उनले जेपिलसँग नभेटिकन घर फर्किन्छन्। यङरेले जेपिलसँग कुरा गर्दाखेरि उनले जङहुई फिर्ता आएको भन्छन्। त्यही बेला एउटा इमर्जेन्सी आउँछ र जेपिल आफ्नो काममा व्यस्त हुन्छन्। घर फर्केपछि जङहुई रिसाउँछिन्। उनीसँग ठुलो बङ्गला भए पनि उनको नजरमा अब त्यो घर कारागार जस्तै लाग्न थाल्यो। अर्कातिर मिस्टर किमको भेट सुजिन र होसुकसँग हुन्छ। सुजिन त उनकी साक्कै छोरी हुन्, तर मिस्टर किम चाहिँ बाबा भन्ने जस्तो कति पनि छैनन्। होसुकले मिस्टर किमलाई त्यहाँ देखेपछि उनी रिसाएर मिस्टर किमलाई त्यहाँबाट बाहिर जान भन्छन्। मिस्टर किमलाई उनी आफू सुजिनको बाबा भएको कुरा अहिले उनलाई थाहा हुँदैन। भोलिपल्ट यङरेलाई सेलुनमा ठुलो फुलको बास्केट आउँछ। सबैलाई लाग्छ कि त्यो फुलको बास्केट यङरेलाई जेपिलले नै पठाएका हुन्, तर वास्तवमा त्यो फुलको बास्केट जङह्युनले पठाएका हुन्। जङह्युन स्यालनमा आउँछन् र यङरेसँग आफ्नो कपाल कटाउँछन्। कोही अरूसँग भेट्नको लागि कुरा गरिसकेकी छु भनेर भन्छन्। त्यसै बेला जङहुई घोडा चलाउने अभ्यासमा हुन्छन्, तर उनको ध्यान अभ्यासमा हुँदैन। त्यसैले उनी लड्छिन् र उनको टाउकोमा चोट लाग्छ। उनलाई अस्पतालमा भर्ना गरिन्छ। जङहुईलाई होस आएपछि उनले आफ्नो सामु जेपिललाई देख्छिन् र उनी अचम्म पर्छिन्। उनले जेपिलसँग उपचार लिन मानेकी हुँदैनन्। उनी त्यहाँबाट बाहिर निस्कन खोज्छिन्, तर जेपिलले उनलाई रोक्छन् र भन्छन्, तिमीले सधैँ अरूलाई अचम्म पार्ने बानी अहिलेसम्म छोडेकी छैन। त्यही बेला यङरे पनि अस्पतालमा आउँछिन् र जेपिल र जङहुईलाई साथै देख्छिन्। अनि त्यो क्षणमा सबै कुरा असहज र तनावपूर्ण बन्छ। यतिमै एपिसोड 8 को अन्त्य हुन्छ। एपिसोड 9 को सुरुवात अस्पताल बाहिरबाट हुन्छ, जहाँ यङरेले जेपिल र जङहुईलाई साथै देखेकी हुन्छन्। जङहोनले स्थिति शान्त पार्ने प्रयास गर्छन्, तर यङरे र जेपिल बीच वर्षौंमा बनेको माया यति सजिलै मेटिँदैन। थोरै समयमा जङहुई अस्पतालमा भर्ना भएको खबर चेरुमनले पाएपछि तिनी पनि अस्पतालमा पुग्छिन्। चेरुमन अस्पतालमा आएपछि सबैजना त्यहाँबाट जान्छन्, तर जङहुई फर्केर आएपछि सबैजनाको जीवन हल्लिन्छ, खास गरी जेपिललाई, जसले अहिले जङहुईको उपचार गरिरहेका हुन्छन्। त्यही बेला जङह्युन र यङसिक साथै बस्छन् र भन्छन्, यो स्थिति त आधी आउनुको अघि शान्ति भएको जस्तो पो लाग्छ। भोलिपल्ट जङह्युनले यङरेको मन जित्नको लागि उनलाई उनको कामसम्म छोड्छन्। साथै उनले यङरेलाई उनी एउटा ब्युटीहुन भन्छन्, तर यङरेले उनका सुनेर हाँस्छिन्। अर्को बिहान जेपिलले जङहुईलाई ब्रेकफास्ट दिन्छन् र ताजा हावा खान बाहिर लैजान्छन्। दुवैले पुराना मेमोरिज डिस्कस गर्छन्। कुरा गर्दाखेरि तिनीहरूको ब्रेकअप भएको कुरा पनि निस्कन्छ, तर जङहुईले उनले जेपिलसँग किन ब्रेकअप गरेकी हुन् भनेर केही भन्दैनन्। उनले जेपिललाई यङरेको बारेमा सोध्छिन्, तर जेपिलले उनी र यङरे साथी मात्र हुन् भन्छन्। तर हामी भ्युअर्सलाई तिनी दुवैजना साथी मात्र हुन् भन्ने विश्वास लाग्दैन। त्यो रात जेपिलले यङरेलाई सरप्राइज दिन आउँछन् र दुवै बार्बेक्यू खान साथ जान्छन्। जेपिलले पिरो खान नसकेकोले त्यो दृश्य हास्यास्पद बनाउँछ। अर्कातिर मिस्टर किम जङबुन बस्ने ठाउँतिर आउँछन् र उनले आफ्नी छोरीलाई केही पैसा दिन खोज्छन्। जङबुनले मिस्टर किमलाई त्यहाँ देखेपछि उनी रिसाएर मिस्टर किमलाई त्यहाँबाट जान भन्छन्। जङबुनले मिस्टर किमलाई आफ्नी छोरीसँग टाढा रहन भन्छन्। त्यही बेला सङसल त्यहाँ आइपुग्छन् र मिस्टर किम र जङबुनलाई झगडा गरिरहेको देख्छन्। यो देखेपछि सङसलले आफू जङबुनको बोयफ्रेन्ड हुन् भन्छन्। जङहुई आफ्नो पुरानो हृदयमा फर्किने प्रयास गर्छिन्। दुर्भाग्यवश चेरुमनले जङहुईमाथि पुरै नजर राखेकी हुन्छन्। चेरुमनले जङहुई यङरेकी आमाको रेस्टुरेन्टमा गएर आफ्ना पुराना साथीहरूसँग भेट गरिरहेको पनि थाहा पाएकी हुन्छन्। चेरुमनलाई जङहुई आफ्नो पुरानो जीवनका साथीहरूसँग भेटघाट गरेको उनलाई कति राम्रो लागेको हुँदैन। त्यही भएर चेरुमनले आफ्नो सबै रिस जङहुईमाथि पोख्छिन् र जङहुईलाई झापट पनि हान्छिन्। यसै गरी जङहुईको गालामा स्क्रैच पनि आउँछ। जङहुईलाई यिनी सबै कुरा असह्य भएर उनी अहिले एकदमै एक्लो भएको कुरा भन्छन् र उनका विगतका जीवनका साथीहरू नै उनको जीवनको एउटा बहुमूल्य भाग हुन्। अस्पतालमा जीवकलाई नर्सहरूबाट थाहा पाउँछन् कि जेपिलले उनलाई डिस्चार्ज हुनबाट रोक्नको लागि कति मेहनत गरेका हुन्छन्, तर उनलाई पहिले यिनी कुराको बारेमा केही थाहा थिएन।
बाहिर धेरै पानी परेको कारणले जेपिललाई यङरेको चिन्ता हुन्छ र उनले यङरेका लागि छाता लगेर उनको स्यालोनमा जाने निर्णय गर्छन्। स्यालोन जाने बाटोमा उनले जोङहुईलाई देख्छन्, जहाँ उनी चेयरवुमनसँग लडाई गरेर पानीमा रुझिरहेकी हुन्छन्। अब कुरा झन् मेस्सी हुन्छ। जेपिलले अझै यङरेको केयर गरिरहेका हुन्छन् भने जोङहुईले पनि जेपिलप्रति फिलिङ्स राखेकी हुन्छन्। जब यङरे अस्पतालमा पुग्छिन् तब तिनले जोङहुई र जेपिललाई साथै देख्छिन्। यो देखेर उनको मुटु टुक्रिन्छ। पछि जोङहुई यङरेसँग बस्छिन् र भन्छन्, जेपिल मेरो फर्स्ट लभ हो र म फेरि कुरा ठिक गर्न चाहन्छु। जोङहुईका कुरा सुनेपछि यङरे स्तब्ध हुन्छन्। उनले पनि अन्ततः जेपिल पनि उनको पहिलो प्रेम हुन् भनेर जोङहुईसँग भन्छन् र यो क्षण त्यो एपिसोडको सबैभन्दा बढी भावुक क्षण बन्छ। अब यो लभ ट्रायङ्गल कहाँ पुग्छ? यङरेले आफ्नो फिलिङ्स व्यक्त गर्नेछिन् कि फेरि चुप रहनेछिन्? जेपिलको मनमा साँच्चै कसको लागि माया छ? यी सबै कुरा एपिसोड 10 मा खुल्नेछन्। यतिमै यो एपिसोडको अन्त्य हुन्छ। एपिसोड 10 को सुरुवात गिबोक हराएको सकिङ न्युजबाट हुन्छ। यो खबर सुनेपछि यङरे र जोङहुई दुवै हान परिवारको घरतर्फ दौडिन्छन्। तर जोङहुईले घरभित्र नजाने निर्णय गरेर उनी चुपचाप बेसबल केसतिर जान्छन्। साथमा उनले यङसिकलाई पनि बोलाउँछिन्। जोङहुईले यङसिकलाई आफूमाथि धेरै ध्यान दिएको भनेर यङसिकलाई जिस्काउँछिन्। तर यङसिकले जोङहुईलाई त्यो नजरले नदेखेको भन्छन्। अनि त्यहाँ उनीहरू बीच सानो इमोसनल टक हुन्छ। यङसिकले भन्छन् जोङहुई आफूसँग इमानदार हुनुपर्छ। साथै 7 वर्ष कुनै सानो टाइम होइन, 7 वर्षमा त धेरै कुरा बदलिन्छ पनि भन्छन्। जोङहुईले आफूले यङरेसँग फाइट गर्ने हिन्ट दिन्छन्। अनि यङसिकले उनीहरू दुवै बीच फाइट नहोस् भनेर आशा गर्छु भन्छन्। यदि फाइट भयो भने उनले आफ्नै बहिनी यङरेको नै सपोर्ट गर्नेछन्। हान परिवारको घरमा यङरेले जेपीलाई बताउँछिन् कि गिबोकले अस्पताल छोड्ने निर्णय किन गरेका थिए। गिबोकले आफू धेरै दिनसम्म पनि अस्पतालमा रहँदा उनलाई लाज लाग्थ्यो, त्यसैले उनले अस्पताल छोडे। यो कुरा सुनेपछि जेपीले यति कुरामा के लाज लाग्नु पर्ने थियो र भन्छन्। त्यही बेला मानोकले आफ्नो मनमा रहेको कुरा भन्छे। गिबोक र जेपिलकी साक्कै आमाले एकअर्कालाई धेरै माया गर्ने गर्थे। मानोकले यिनी कुरा थाहा पाएकी हुन्छन् किनभने उनले त्यो समयमा जिबोको सेक्रेटरीको रूपमा काम गरेकी थिइन्। तर जेपिलकी साक्कै आमा इनहाको विवाह जबरजस्ती गरिएको थियो। उनको विवाहमा कुनै प्रेम थिएन। उनी आफ्नो वैवाहिक जीवनदेखि खुसी नभएर दबाव र एक्लोपनले उनलाई डिप्रेसन र रक्सीतिर लग्यो। गिबोकले आफ्नी श्रीमतीलाई बचाउने पुरै प्रयास गरेका थिए, तर उनले जतिसके चाहे पनि जेपिलकी आमालाई बचाउन सकेनन्। मानोका यी कुरा सुनेपछि यङरेलाई जिबोक अहिले कहाँ हुन सक्छन् भनेर आभास हुन्छ। यङरेले जेपिललाई भन्छन् कि जिबोक पक्कै पनि जेपिलकी आमाको चिहानमा गएका छन्। यो कुरा सुन्नसाथ जेपिल आफ्नी आमाको चिहानमा जान्छन् र त्यहाँ आफ्नो बुबालाई फेला पार्छन्। जेपिल भावुक हुन्छन् र आफ्ना बुबासँग क्षमा माग्छन्। जेपिलले आफ्ना आँसु रोक्न सकेका हुँदैनन्। अर्कातिर जोङहुईले जेपिललाई आफ्नो बोयफ्रेन्ड बनाउनको लागि उनको अस्पतालमा पुग्छिन् र उनका स्टाफहरूलाई आफू जेपिलकी गर्लफ्रेन्ड हुन् भनेर इन्डाइरेक्टली हिन्ट गर्छिन्। जेपिलसँग काम गर्ने उनका साथीहरूले जोङहुई उनकी गर्लफ्रेन्ड हुन् भनेपछि उनले नहिचकिचाउँदै जोङहुई उनकी साथी मात्र हुन् भन्छन्। तैपनि जोङहुईले जेपिलको अस्पतालमा आएर सबैलाई स्यान्डविच दिन्छन्। अर्कातिर चेयरवुमनले यङरेको बारेमा खोजी गर्छिन् र उनले थाहा पाउँछिन् कि यङरेले सेलुनमा काम गर्छिन्। चेयरवुमन यङरेले काम गर्ने सेलुनमा जान्छन् र आफ्नो कपाल कल गर्न आग्रह गर्छिन्। यङरेले ध्यान दिएर चेयरवुमनको कपाल कल गरिरहेकी हुन्छन्, तर चेयरवुमनले जानी बुझिकन आफ्नो हात हेयर कलरनिर राख्छिन् र उनको हात पोल्छ। यङरेको कति पनि गल्ती हुँदैन, त्यही पनि चेयरवुमन साह्रै रिसाउँछिन् र उनको म्यानेजरसँग उनलाई स्यालुनबाट निकाल्न भन्छन्। चेयरवुमन भिभिआइपी कस्टमर भएर स्यालुनकी म्यानेजरले चेयरवुमनले भनेपछि म्यानेजरले कुनै पनि प्रश्न नगरेर यङरेलाई कामबाट निकाल्छिन्। जेपिलले यङरेलाई उनको कामबाट निकालिएको कुरा थाहा पाएपछि उनी हतारमा यङरे काम गर्ने स्यालुनमा जान्छन्। त्यहाँ जेपिल पुग्नुभन्दा अघि नै जोङहुन पुगेर यङरेलाई आफूसँग कारमा लगेका हुन्छन्। जोङहुनले आफ्नो भर्खरै बनेको अफिस यङरेलाई देखाउँछन् र यदि उनलाई कामको आवश्यकता छ भने उनकी सेक्रेटरीको रूपमा काम गर्न सक्छन् भनेर उनलाई जब अफर दिन्छन्। तर यङरेले आफ्नो मित्रताको गलत प्रयोग नगरेर उनले दिएको जब अफर मनाही गर्छिन् र उनले यसको साटोमा जोङहुनसँग डिनर गर्ने सहमत हुन्छन्।
डिनरमा उनकी आमा पनि केही कामले योङरे र जङहुन डिनर गर्ने ठाउँमा आइपुगेकी हुन्छन्। आफ्नी आमालाई देखेपछि जङहुन अलि अचम्म पर्छन् अनि उनकी आमाले जङहुनसँग भएकी केटी को हुन् भनेर सोध्छिन्। अनि जङहुनले उनलाई ट्युसन पढाउने योङसुककी बहिनी योङरे हुन् भन्छन्। अनि साथै आफूले योङरेलाई मन पराउने कुरा पनि आफ्नी आमासँग भन्छन्। उनले आफूले योङरेलाई मन पराएको कुरा गरेपछि योङरे अचम्म हुन्छन् र उनी अक्वर्ड सिचुएसनमा फस्छिन्। योङरे बस लिएर घर फर्किन्छन्। उनी कन्फ्युज, इमोसनल र जङहुनको सोचमा हराएकी हुन्छन्। त्यही बेला मिस्टर किमले एउटा सकिङ कुरा थाहा पाउँछन्। तिनी सानी सुजिन नै उनकी आफ्नै छोरी हुन्। उनले यो कुरा थाहा पाएपछि उनी जङबुन कहाँ गएर सुजिनको बारेमा सामना गर्छन्। त्यो रात योङरे घर फर्किँदै गर्दा जेपिल आउँछन् र दुवैजनाले साथै नुडल्स खान्छन्। योङरे अहिले पनि जङहुनले गरेको प्रपोजल बारे सोचिरहेकी हुन्छन् र उनलाई आफूले जेपिलसँग खाना खाँदाखेरि छुट्टै शान्ति महसुस भएको उनले रियलाइज गर्छिन्। अर्को बिहान योङरे आफ्नो नयाँ जबको खोजीमा हिँड्छिन्। उनले दिएको जब इन्टरभ्यूमा उनी सिलेक्ट हुन्छन्। अहिले उनले मिसेल नामको कम्पनीमा डिजाइनरको रूपमा काम गर्न पाउने भएकी छिन्। उनलाई कामबाट फायर गरे पनि उनको लागि यो अवसर ब्लेसिङ इन डिस्गाइज जस्तै पो भएछ। उनले आफ्नो पुरानो कामभन्दा झन् राम्रो काम पाएकी छिन्। रातमा जेपिल र जङहुन ड्रिङ्क गर्छन्, तर त्यो क्याजुअल ड्रिङ्क नभएर टेन्सनले भरिएको भेट पो रहन्छ। जङहुनले जेपिललाई उनले यदि योङरेलाई आफ्नो फ्रेन्ड मात्र मानेको छन् भने जङहुनले योङरेलाई आफ्नो साथीभन्दा गर्लफ्रेन्ड बनाउने इच्छुक भएको भन्छन्। यदि उनले योङरेसँग आफ्नो रिलेसनसिप अगाडि बढाएनन् भने उनले योङरेलाई कन्फ्युज नगरून् भन्छन्। योङरे आफ्नो नयाँ जबको लागि नर्भस हुन्छन्। जब उनी आफ्नो कामको लागि आफ्नो कम्पनीमा गएकी हुन्छन् तब उनलाई दोङ इन्चोन फिल्डवकमा पठाइन्छ। दुर्भाग्यवश उनले दोङ इन्चोन फिल्डवकमा जाने बस छुटाउँछिन्। उनले अरू कुनै बाटो नदेखेर आफ्नो आमालाई कल गर्छिन् र तुरुन्तै जङहुनले उनलाई राइड दिन तयार हुन्छन् र योङरे भएका ठाउँमा आउँछन्। अर्कातिर जङहुका भाइ जेलबाट बाहिर आउँछन्। योङरेले पहिले काम गर्ने स्यालोनमा त्यहाँकी म्यानेजरले जङहुलाई मिस कोरिया बन्न सुझाव दिन्छन्। चेरोमनलाई जङहुई मिस कोरिया बन्ने सुझाव मन पर्दैन र उनले जङहुई आफ्नो भविष्यको लागि काम गरिरहेको छिन् भनेर म्यानेजरलाई भन्छन् र उनको प्रस्ताव अस्वीकार गर्छिन्। तर जङहुईको चाहिँ सानैदेखिको सपना मिस कोरिया बन्नु थियो। चेरोमनले नै भनिसकेपछि जङहुईले पनि आफ्नो मन मार्छिन्। उनले चेरोमनले भने झै आफ्नो बिजनेस सम्हाल्न ध्यान दिन्छन्। तर त्यसपछि जङहुईलाई थाहा हुन्छ कि चेरोमनले नै योङरेलाई उनको कामबाट निकालेकी हुन्छन्। अर्कातिर ट्याक्सीमा जेपिलले रेडियो सुनिरहेका हुन्छन्। त्यो रेडियोमा एउटा लेटर पढिरहेको हुन्छ। त्यो लेटर योङरेले लेखेको पो रहेछ, जसमा योङरेले आफ्नो पहिलो प्रेमको बारेमा भनेकी हुन्छन्। साथै जेपिल उनलाई चाहिएको समयमा सधैँ उनी साथ रहेको भन्छन्। त्यही रात योङरे होटलमा हुन्छन् र जेपिल त्यहाँ आइपुग्छन्। दुवै समुद्र किनारमा जान्छन्। जेपिलले भन्छन् कि अब तिनी दुवैजना साथी बन्न सक्दैनन् किनभने जेपिलले योङरेलाई मन पराएको हुन्छन्। यो एपिसोडले पुराना घाउहरू, प्रेमको द्वन्द्व र नयाँ सुरुवात सबै देखायो। अब प्रश्न के छ भने योङरे र जेपिल एकसाथ रहन्छन् कि फेरि बिछोडिन्छन्? यतिमै यो एपिसोडको अन्त्य हुन्छ। एपिसोड 11 को सुरुवात एउटा चकित पार्ने मोमेन्टसँग हुन्छ, जहाँ योङरे र जेपिल साथै हुन्छन्। तर त्यो दृश्य जङहुईले देखिरहेकी हुन्छन्। त्यो सिन देखेपछि जङहुई निराश हुन्छन्, जसकारण जङहुईको हार्ट ब्रेक हुन्छ र जङहुई र योङरेको सम्बन्धलाई पूर्ण रूपले बदल्छ। सिन चेन्ज भएर मिसेल सलुनमा जान्छ, जहाँ योङरेलाई ठुलो मौका मिल्छ। मिसेल सलुनकी डाइरेक्टरले योङरेलाई मिस कोरिया प्रतियोगितामा भाग लिन आग्रह गर्छिन्। योङरे आफू मिस कोरियाको प्रतियोगितामा भाग लिनको लागि स्योर हुँदैनन्। उनले यो कुरा जेपिललाई गर्छिन् र जेपिलले उनको पुरा समर्थन गर्छन्। साथै जेपिलले भन्छन् कि यदि योङरेले यो प्रतियोगिता जितिन् भने उनको कलेजको लागि स्कलरसिपको पैसा पनि यही प्रतियोगिताले नै उठाइदिन्छ। तर योङरेलाई आफ्नो काम र रेन्टको चिन्ता हुन्छ। हामीलाई थाहा हुन्छ कि मिस कोरियाको विजेतालाई 15 मिलियन वोन दिइन्छ। त्यसैबीच जङहुईले योङरे र जेपिललाई साथै देखेपछि उनले आफ्नो रिस निकाल्नको लागि योङसिकसँगै बेसबल केजमा जान्छन्। जङहुई भावनात्मक रूपमा सङ्घर्ष गर्दैछन्। योङसिकले उनको नराम्रो मुड भएको देख्छन् र सल्लाह दिन्छन् कि उनले आफूसँग इमान्दार हुनुपर्छ। उनले आफ्नो भावना आफूसँग लुकाउनु हुँदैन। अर्कातिर योङरेले आफ्नी आमालाई
मिसन सलोनमा उनकी डाइरेक्टरले उनलाई मिस कोरियाको लागि भाग लिन आग्रह गरेको कुरा भन्छन्। यो सुनेपछि उनकी आमाले खुसी भएर भन्छन्, मेरी छोरी मिस कोरिया बन्ने छे। योंगरेले चिन्तामा हुँदै भन्छन्, यदि मैले मिस कोरियाको लागि भाग लिए भने मैले अरू काम गर्न सक्दैन र घरको भाडा पनि तिर्न सक्दैन। उनकी आमाले यो कुरा सुनेपछि दुखी त हुन्छन्, तैपनि उनले योंगरेले सधैँ आफ्नो जीवनमा अरूको लागि त्याग गरेको भन्छन्। तर यो पटक योंगरेलाई अरूको चिन्ता नगरेर आफ्नो सपना पूरा गर्न भन्छन्। यसै गरी योंगरे पनि मिस कोरियामा भाग लिन तयार हुन्छन्। केही समयपछि योंगरे र जेपिल हातमा हात राखेर योंगन मार्केटमा हिँडिरहेका हुन्छन्। त्यही बेला मानोक र योंगरेका साथीहरू साथै जङवनले पनि उनलाई देख्छन्। यो देखेपछि त्यो सिचुएसन अक्वर्ड हुन्छ। जङवनले योंगरेलाई जेपिलको साथै देखेपछि उनी दुखी हुन्छन्। यसै गरी योंगरे र जेपिल रिलेसनसिपमा आएको सबैले थाहा पाउँछन्। मिस कोरियाको कम्पिटिसन हुनुभन्दा अघि योंगरे र जेपिल अस्पतालमा साथै समय बिताउँछन् र आफ्नो बोन्ड मजबुत गर्छन्। केही समयपछि 1989 मिस कोरिया पेजेन्टको सुरुवात हुन्छ। योंगरे र जोंगहुई एउटा रुममा साथै रहने बाध्य हुन्छन्। तिनी दुवैजना एकअर्काको प्रतिस्पर्धी भएको कारणले स्थिति अलि असहज र अक्वर्ड हुन्छ। अर्कातिर मिस्टर किमले सुजिन आफ्नी छोरी भएको कुरा थाहा पाएपछि उनले सुजिनलाई इम्प्रेस गर्ने पुरै प्रयास गर्छन्। तर यही क्रममा उनले सुजिनको हात छोड्छन् र सुजिन हराउँछिन्। सुजिन हराएपछि मिस्टर किम साथै सुजिनकी आमा र त्यो टोलका सबै मानिसहरूले सुजिनलाई खोज्न थाल्छन्। धेरै प्रयास गरे पनि उनीहरूले सुजिनलाई खोज्न सकेका हुँदैनन्। त्यही बेला साङचुल आउँछन् र उनलाई सुजिन हराएको कुरा थाहा हुन्छ। उनलाई सुजिन हराएको कुरा थाहा पाउने बित्तिकै उनी एकदमै चिन्तित हुन्छन् र सुजिनको खोजीमा हिँड्छन्। केही समयपछि साङचुलले सुजिनलाई भेटाउँछन्। मिस्टर किमले सुजिन र साङचुल बीचको माया देखेर उनले आफ्नो जीवनमा के गुमाए भनेर बुझ्छन्। यसै गरी मिस्टर किमले तिनीहरूलाई तिनीहरूको जीवनमा डिस्टर्ब नगरेर त्यहाँबाट जान्छन्। अर्कातिर जोंगहुईका भाइ जोंगनाम जेलबाट निस्किएर त्यस्तै भड्किरहेका हुन्छन्। उनको भेट मिस्टर नोसँग हुन्छ। उनको आफ्नै बस्ने ठेगाना नभएर उनी मिस्टर नोका पछि पछि लाग्छन् र मिस्टर नोका घरमै बस्छन्। जोंगनामले टिभीमा मिस कोरियाको कम्पिटिसन हेरिरहेका हुन्छन्। त्यही बेला उनले स्क्रिनमा जोंगहुईलाई देख्छन् र उनले मिस्टर नोका सामु जोंगहुई आफ्नो बहिनी हुन् भन्छन्। मिस्टर नोले जोंगहुईलाई टेलिभिजनमा देखेपछि उनले जोंगहुईसँग बदला लिने योजना बनाउँछन्। जोंगनाम र मिस्टर नो चेयरवुमन कहाँ जान्छन् र चेयरवुमनलाई धम्काउँछन्। जोंगनामले आफूसँग भएका प्रुफहरू चेयरवुमनका अघि फाल्छन् र जोंगहुईको बारेमा धेरै अपशब्द बोल्छन्। साथै उनी जोंगहुईको भाइ भनेर पनि चेयरवुमनलाई भन्छन्। चेयरवुमनले जोंगहुईलाई आफ्नी छोरीको रूपमा एडप्ट गर्नुभन्दा अघि नै उनको बारेमा सबै कुरा पत्ता लगाएकी हुन्छन् र उनलाई पहिले नै थाहा हुन्छ कि जोंगनाम जोंगहुईका भाइ हुन्। यहाँ मिस्टर नो बोल्छन् र सबैका अगाडि भन्छन् कि जोंगहुईले पहिले उनीमाथि आक्रमण गरेर बस कम्पनीबाट भागेकी थिइन्। यो कुराको अफिसियल रिपोर्ट कतै नभएका कारणले चेयरवुमनलाई जोंगहुईले मिस्टर नोमाथि गरेको हमलाको बारेमा केही थाहा हुँदैन। मिस्टर नोले यो कुराको प्रयोग गरेर चेयरवुमनलाई धम्की दिन्छन्। चेयरवुमनले यो कुरा सुनेपछि पनि डराउँदिनन्। उनले उल्टै भन्छन्, जाऊ यो कुरा सार्वजनिक गर। तर उनको अनुहारबाट प्रष्ट देखिन्छ कि उनी भित्रभित्रै धेरै रिसाएकी र असन्तुष्ट छिन्। यसै कारणले चेयरवुमन डिनरमा पनि जान पाउँदिनन्। न त उनले जोंगहुईले दिएको फुल हेर्छिन्। अनि त्यो दृश्यमा जोंगहुईले आफ्नो निराशा लुकाउन निकै सङ्घर्ष गर्छिन्। चेयरवुमन ढोकाबाट बाहिर निस्केपछि उनले जोंगहुईको गालामा झापड हान्छिन्। साथै उनले जोंगहुई कति तल्लो लेभलसम्म खसेकी छिन् भन्छन्। उनले रिसाउँदै बाचा लाग्छिन् कि उनले मिस्टर नोको सिचुएसनलाई सुधार्ने छिन् र यसको सट्टा जोंगहुईले मिस कोरिया जित्नुपर्छ अनि चेयरवुमनको प्रतिष्ठा बनिरहोस्। त्यति बेला मिस्टर नोले प्रेससँग सम्पर्क गर्छन् र जोंगहुईको विगतका कुरा लिक गर्ने योजना बनाउँछन्। तर चेयरवुमनको प्रभाव यति बलियो हुन्छ कि त्यो समाचार भोलिपल्ट कुनै पनि अखबारमा आउँदैन। यसैबीच योंगरेले आफ्नी साथीलाई भेट्न आएकी हुन्छन् र ठ्याक्कै त्यही समयमा चेयरवुमनले जोंगहुईलाई फेरि गाली गर्दै अनुहारमा झापड हानेको दृश्य हेर्छिन्। योंगरेले यो दृश्य देखेपछि उनले जोंगहुईलाई कम्फर्ट गर्न खोज्छिन् र उनलाई रियलाइज हुन्छ कि उनकी आमाले उनीमाथि पहिले पनि धेरैचोटि हिंसा गरेकी छिन्। त्यो बेला जोंगहुईले स्वीकार गर्छिन् कि उनले यस्तो जीवन बाँच्नुको कारण योंगरे नै हुन्। जोंगहुईले आफ्नो गल्ती स्वीकार्दैनन् र सबै दोष योंगरेमाथि हाल्छिन्।
साथै जोङहुईले जेपिलसँग आफ्नो सम्बन्ध तोड्नुको कारण उनलाई पहिले नै थाहा थियो कि योङरेले जेपिललाई मन पराउने गर्छिन्। यो कुरा थाहा पाएपछि योङरे भित्रभित्र नै टुट्छिन्। भोलिपल्ट बिहान ब्युटी पेजेन्टको स्पोन्सर रिप्रेजेन्टेटिभ आउँछन्। तिनी रिप्रेजेन्टेटिभ अरू कोही नभएर योङरेका साथी जङह्योन नै हुन्छन्। जङह्योनले भन्छन् कि उनी निर्णायक बन्न चाहँदैनन् किनभने उनले योङरेको मामलामा इम्पार्सल हुन सक्दैनन्। उनले प्राइभेटमा योङरेसँग कुरा गर्छन् र स्वीकार्छन् कि उनले जेपिल र योङरेको रिलेसनसिपको बारेमा सबै कुरा थाहा पाउँछन्। उनले योङरेलाई गुड लक भन्छन् र यो सिनले योङरे र जङह्योनको अधुरो प्रेमको क्लोजर दिन्छ। एपिसोडको अन्त्यमा मिस्टर किम मिस कोरिया सोको सेटमा देखिन्छन्। उनको अनुहारमा छाया जस्तो अध्यारो मुस्कान र रिसको झल्को देखिन्छ। यतिमै एपिसोड 11 को अन्त्य हुन्छ। एपिसोड 12 को सुरुवात एकदमै इन्टेन्स सिनबाट हुन्छ। ठिक त्यही क्लिफह्याङ्गर जहाँ मिस्टर नो अचानक ब्युटी पेजेन्टमा देखा पर्छन्। मिस्टर नोलाई ब्युटी पेजेन्टमा देखेपछि जोङहुई त्यही स्टेजमै बेहोस भएर ढल्छिन्। जोङहुईका आँखा खुलेपछि उनले आफूलाई अस्पतालमा भेटाउँछिन्। उनले उठ्नसाथ ब्युटी पेजेन्टमा मिस्टर नोलाई देखेको सम्झिन्छन् र उनी प्यानिक भएर अब मिस्टर नोले के गर्छ भनेर चिन्तामा हुन्छन्। त्यही बेला चेयरवुमन जङहु भर्ती भएको रुममा आउँछिन् र जङहुले चेयरवुमनलाई मिस्टर नोको खतराबारे बताउँछिन्। मिस्टर नोले प्रेसले उनले दिएको जानकारी नछपाए पनि उनीसँग अरू पनि उपाय छन्। चेयरवुमनले जोङहुईलाई तिमी चिन्ता नगर म नै ह्यान्डल गर्छु भनेर आश्वासन दिन्छन्। उनले ह्यान्डल गर्नुको अर्थ उनले एउटा ग्याङ्स्टरलाई हायर गर्छिन् र मिस्टर नोलाई मार्न र उनको अन्त्यलाई आफूले नै आफूलाई मारेको भनेर देखाउने प्लान गर्छिन्। चेयरवुमनले हायर गरेका ग्याङ्स्टरहरूले मिस्टर नोलाई ड्रङ्क बनाउँछन्, उनको हात बाँधेर पुलबाट फाल्छन्। ग्याङ्स्टर हुँदासम्म मिस्टर नो त्यही नै डुबेका जस्ता नाटक गरेका हुन्छन्। तर ग्याङ्स्टरहरू त्यहाँ गएपछि मिस्टर नोले जेनतेन गरेर पानीको किनारमा आउँछन् र यसै गरी उनी बच्छन्। अर्कातिर साङचुनलाई भेट्न मिस्टर किम आउँछन्। उनले मैले सुजिनलाई डिजर्भ गर्दैन भनेर गिल्टमा छन्। उनले आफ्नी बच्ची सुजिन र जङबुनको केयर गर्नको लागि साङचुनलाई सुम्पिन्छन्। यत्रो तनाव बीच यो मुभमेन्ट एकदमै होलसम हुन्छ। मिस्टर नो घर फर्केर जोङ नामको घाँटी दबाउँछन्। उनले भन्छन् कि मैले तँलाई आफ्नो घरमा राखेँ तैपनि तैले मलाई धोका दिइस्। साथै मिस्टर नोले भन्छन् कि म यदि फसेँ भने जोङहुईलाई पनि छोड्दैन। उनले चक्कु लगेर जोङहुईलाई मार्न निस्कन्छन्। जोङ नामले जोङहुई खतरामा भएको थाहा पाएपछि उनले जोङहुईलाई वार्न गर्नको लागि उनी कहाँ जान खोज्छन्। त्यही बेला उनको एउटा एक्सिडेन्ट हुन्छ। एक्सिडेन्टमा चोट लागेको कारण उनी त्यही बेहोस हुन्छन् र जोङहुईलाई बचाउनको लागि उनलाई वार्न गर्न जान सक्दैनन्। दुर्भाग्यवश मिस्टर नो ब्युटी पेजेन्टमा सेक्युरिटी गार्डका रूपमा जान्छन्। ब्युटी पेजेन्ट सुरु भइसकेको हुन्छ। मिस्टर नोले जोङहुई स्टेजमा आउन वेट गरिरहन्छन्। अर्कातिर हस्पिटलमा जेपिलसँग एउटा इमर्जेन्सी केस आउँछ जुन जोङ नामको एक्सिडेन्टको केस हो। जेपिलले जोङ नामले देखेपछि उनलाई त्यो फेस चिनेको जस्तो लाग्छ र उनले सम्झिन खोज्छन्। उनले सम्झिन खोज्दा पुलिस स्टेसनको घटना याद आउँछ जहाँ उनले जोङ नामलाई जोङहुईको भाइ भनेको कुरा सम्झिन्छन्। जेपिलले जोङ नामको उपचार गर्न थाल्छन्। जोङ नामलाई होस आएपछि जेपिल त्यही हुन्छन् अनि जेपिलले जोङ नाम जोङहुईको भाइ भएको कुरा उनलाई थाहा छ भनेर भन्छन्। उनले तुरुन्तै भन्छन् जोङहुई खतरामा छिन्। यो सुनेपछि जेपिल जोङहुईलाई बचाउनको लागि मिस कोरियाको कम्पिटिसन भइरहेको ठाउँमा जान्छन्। तर इभेन्ट पहिले नै सुरु भइसकेको हुन्छ। इभेन्ट सुरु भइसकेको कारणले कसैलाई पनि भित्र जाने अनुमति हुँदैन। त्यसैले बाहिर भएका गार्डले जेपिललाई भित्र जान दिँदैनन्। त्यही बेला स्टेजमाथि योङरे र जोङहुई दुवै फाइनल्समा पुगिसकेका हुन्छन्। इन्टरभ्यूमा योङरेले भन्छन् जोङहुई मेरो लागि एकदमै स्पेशल फ्रेन्ड हुन्। अन्ततः मिस कोरियाको विजेता घोषित गरिन्छ अनि त्यो नाम हो जोङहुई। जोङहुई मिस कोरिया बनेको देखेपछि योङरे भित्रदेखि नै साँच्चीकै धेरै खुसी हुन्छन् किनभने उनको सपना सानैदेखि मिस कोरिया बन्नु थियो। आफ्नै स्पेशल साथीको सपना पुरा भएको देखेपछि योङरे एकदमै खुसी हुन्छन्। तर जब सबै चिज पर्फेक्ट भइरहेको देखिन्छ तब मिस्टर नो स्टेजमा हाम फाल्छन् र जोङहुईलाई हमला गर्नको लागि अघि बढ्छन्। त्यही बेला योङरे मिस्टर नो र जोङहुईका बीच आउँछिन्। यसै गरी त्यो चक्कु जोङहुईलाई नलागेर योङरेलाई लाग्छ अनि योङरे धेरै घायल हुन्छन् अनि योङरेलाई अस्पतालमा भर्ना गरिन्छ। सिन सिट भएर 2 हप्ता अघि जान्छ। मिस्टर नो अरेस्ट भइसकेका हुन्छन्
तर यङरे चाहिँ अहिले पनि अस्पतालमा रिकभरीमा हुन्छन्। जेपिल र मानोकले यङरेको पालो केयर गरिरहेका हुन्छन्। उता जोङहुई यङरे आफ्नो कारणले गर्दा अस्पतालमा भर्ना भएकोले उनलाई गिल्ट भइरहेको हुन्छ र यही गिल्टमा उनी धेरै ड्रिङ्क गर्न थाल्छिन्। घर फर्केपछि जोङहुईले चेयरवुमनको सिक्रेट कन्भर्सेसन सुन्छन्, जहाँ चेयरवुमनले मिस्टर नोलाई मार्ने उनको प्लान फेल भएको भनेर छलफल गरिरहेकी हुन्छन्। चेयरवुमनका यिनी कुरा सुनेपछि उनको र उनकी आमा बीचको सम्बन्ध साह्रै नै टक्सिक छ भनेर बुझ्छिन्। त्यसपछि जोङहुईले आफ्ना सामान सबै प्याक गर्छिन् र चेयरवुमनसँग आफ्नो नाता तोडेर त्यहाँबाट सधैँका लागि जान्छन्। त्यही समयमा चेयरवुमनका घर पुलिसहरू आउँछन् र एटेम्प्टेड मर्डरको केसमा गिरफ्तार गर्छन्। अर्कातिर यङरे कोमाबाट उठ्छिन्। उनले कानमा हेडफोन लगाएकी हुन्छन्, जुन हेडफोन उनलाई जेपीले दिएका थिए। यङरे होसमा आएपछि जेपिल साह्रै खुसी हुन्छन् र उनले यङरेलाई जेन्टली समाउँछन्। यसैबीच तिनी दुवैजना बीच एउटा इमोसनल मुभमेन्ट हुन्छ। 1 वर्षपछि यङरेले अब स्टडी गरिरहेकी हुन्छन्। यङरेलाई पिक गर्न जेपिल आउँछन् अनि तिनी दुवैजना एउटा बिहे अटेन्ड गर्न जान्छन्। त्यो बिहे साङसुल र जङबुनको हुन्छ। त्यो बिहेमा जोङहुई पनि आएकी हुन्छन्। उनी अहिले काम गरिरहेकी हुन्छन्। साथै जोङहन पनि आफ्नो काममा धेरै व्यस्त हुन्छन्। यङरेले उनको प्रपोजल अस्वीकार गरेपछि उनी दुखी भएर विदेश गएका हुन्छन्। बेहुलीले फुलको बुके फाल्दाखेरि त्यो बुके जेपिलले समात्छन् र यो सिनले हिन्ट गर्छ कि भविष्यमा जेपिल र यङरेको विवाह हुनेछ। अनि ब्याकग्राउन्डमा यङसिक र जोङहुईको केमिस्ट्री स्ट्रङ बन्दै गएको हुन्छ। विवाहपछि जेपिल यङरे र जोङहुई सँगै हिँड्छन्। पुरानो सबै मिसअन्डरस्ट्यान्डिङहरू हराएर एउटा राम्रो फ्रेन्डसिपको पुनर्जन्म हुन्छ। 100 मेमोरिज यसरी इमोसनल तर सेटिस्फाइङ इन्डिङमा पुग्छ। यदि हजुरहरूलाई यो एक्सप्लेनेसन राम्रो लागेको छ भने हाम्रो च्यानललाई लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गरिदिनुहोला।